फेरि यो मैले एउटा याद गरेको भन्छ जुन कम्पनीमा नि एउटा चम्चे हुन्छ क्या यो चम्चे चाहिँ हुन्छन् क्या कसम मैले भेटेँ अति केटाहरूसँग बुझ्छु होइन एउटा छ त्यो छ एउटा यस्तो छ भन्छन् यार केटाहरूले यार छ नि त भन्छ ल मलाई मेरो रहर लागेको कुरा मैले गरेँ खाली टाइममा मेरो सदुपयोग गरेँ नि त मैले मुभी हेरेर वेस्ट गरिनँ मैले दारू खान गएर मैले मेरो टाइम वेस्ट गरिनँ नि त त्यो टाइम होइन मैले त्यो क्रिएटिभ टाइममा लगाएँ होइन क्रिएटिभ फिल्डमा लगाएँ मैले त्यो टाइम भनेपछि मैले अहिले मेरो थग लाइफ कोरियाबाट हल्का स्पोन्सरहरू होइन अब यताउता मोनिटाइज सिस्टमबाट मैले पैसा नि त कमाइरहेको छु नि त भन्छ त्यति कुरा हुँदैन कहिलेकाहीँ काम पर्दा ल यस्तो है भन्ने खालको हुन्छ त्यही त हो नि भेट हुँदाखेरि ल हिजो मात्र छुटेको जस्तो वाला फिल हुन्छ नि त होइन त्यही त त्यही भएर ट्याक्कै एउटा अलिकति आफ्नो गाह्रो अवस्था सजिलो अवस्था सबैलाई बुझ्ने खालको थोरै 2-4 जना आफ्नो चाहिँ साथी चाहिँ एकदमै आवश्यकै छ होइन साउथ कोरियामा आवश्यक छ मेन भनेको फेरि आफू बिना नि हुन्छ क्या आफू सबैसँग ठक्क घुलमिल हुन सक्ने अनि त्यस्तो नेचरको छ भने त्यस्तो मान्छेहरूलाई साथीको कमी हुन्न भन्छ अब आफै अल्टर छ भने चाहिँ त्यसले पाउनु साथी गाह्रै छ होइन आफै अल्टर जोसोनी नमिल्ने यताउता त्यस्तो भने गाह्रै छ आज चाहिँ हामी ठग लाइफ कोरियाको एडमिनसँग कुराकानी गर्दैछौँ विशेष गरी कोरियामा बसेर कोरियाको काम सँगसँगै अब धेरै नेपाली पहिला त कोरिया मात्रलाई टार्गेट थियो होइन आजको दिनमा हेर्दाखेरि धेरै नेपाली अब ठग लाइफ कोरियालाई फलो गर्ने जुन कुनै नेपालीलाई एकदमै चित्त बुझ्ने एकदमै रमाइलो गराउने खालको पोस्टहरू चाहिँ गइरहेको छ होइन त्यो हिसाबले पनि आज चाहिँ हामी विशेष गरी ठग लाइफ कोरियाको एडमिन कसले चाहिँ ठग लाइफ कोरिया चलाइरहेछ भन्ने जिज्ञासा पनि धेरैजनाको हुनसक्छ र आज चाहिँ हामी ठग लाइफ कोरियाको एडमिनसँग विशेष कुराकानी गर्दैछौँ स्वागत छ भान्जा पोडकास्टमा एकदम भान्जा थ्याङ्क यू र सबजनालाई नमस्कार थ्याङ्क यू भान्जा र अब विशेष गरी म यो खास पोडकास्ट हो कि के हो खास आजको यो हाम्रो पोडकास्ट होस् भनौँ न फर्स्ट पोडकास्ट हाम्रो एकदम भने बलीको बक्रा र अनि उनको अलि सानो इन्ट्रोडक्सन दिँदाखेरि चाहिँ साथी सर्कलमा भन्दाखेरि चाहिँ सबैले चिन्ने भने चाहिँ भान्जाबाटै हो होइन र साथी सर्कलबाट अलिकति बाहिर गएर अलि ठुलो मासमा चाहिँ आफ्नो इन्ट्रोडक्सन दिँदा चाहिँ ठग लाइफ कोरियाको एडमिन भन्यो भने धेरैले चिन्छन् सो फर्स्टमा चाहिँ त्यस्तो धेरैले त कहाँ चिन्छन् नि फलो गर्ने मान्छेहरू तिम्रो अब चिलबिल त भइहाले सुशान्त केसी अनि यो हाम्रो साइग्रेस छन् नि साइग्रेस दाइ उहाँहरूबाट पनि एकदमै धेरै त्यो रिकमेन्ड आइरहेको हुन्छ कुराहरू भइरहेको हुन्छ यही नै त हो नि भन्छ ठुलो कुरा त होइन र त्यो त धेरै ठुलो मैले त खास सोचेकै थिइनँ नि त यतिको हुन्छ अब बुझ्यो मैले चाहिँ अब यो क्वेसन तिम्रो मेन क्वेसन के हो मैले त्यो बुझिनँ ल राम्रोसँग एकचोटि क्वेसन र अब चाहिँ हामी विशेष गरी यस्तो फेरि म खासै फर्मल बोल्न आउनु भन्दा घच्याक घुचुको होइन म्यानेज गर तिमीले ओके ठिकै छ नि र म फर्स्टमा चाहिँ ठग लाइफ कोरियाको एडमिन चाहिँ साउथ कोरिया चाहिँ कहिले आयो कसरी आयो त भन्ने कुराबाट सुरु गरौँ न त ल कोरिया आएको पनि धेरै भयो मान्छ यार बिर्सियो कि के हो 16 हो कि 17 16-17 लगभग 8 वर्ष भयो भन्छ 8 वर्ष भयो 8 वर्ष भयो कोरियाको कमिटेड आएको 8 वर्ष भयो जस मैले हामी अब साथी भएको हामी एकअर्कामा चिनजान भएको र अब फ्रेन्डसिप भएको पनि लगभग 8 वर्ष भयो होइन त्यो चाहिँ एकदम दुर्भाग्य मजाक गरेको अनि जस मैले अब सुरुवाती दिनमाबाटै हामी अब उस हुँदाखेरि नि म ठ्याक्क आउँदाको बित्तिकै सबसे पहिला साथी भएको तिमीहरूसँगै त हो नि हामी तिमी र सञ्जीवसँगै थियो नि त त्यति बेला सञ्जीवसँग तिमी थियो म पहिला कम्पनीमा जाने अनि तिमीहरूको कम्पनीमा नि गएको छु नि म एकचोटि भेट पाइएछ नि गएको त्यही कम्पनीले नि तिमीलाई स्यालेरी नदिने छोरा जस्तो राखिदिने कम्पनी चाहिँ यस्तो दामी क्या उनीहरूको पहिलाको होइन पुरा कामसाम गराउने अनि पुरा बाहिर जानु छ विकेन्डमा भने नि साउले टक्क लर गाडीमा होइन ट्रेन चढ्ने ठाउँसम्म छोडिदिने अर्दिने यताउता गर्ने होइन स्यालेरी चाहिँ फेरि टक्क पकेट मनी दिने क्या टक्क छोरो छोरो भन्ने होइन आदुर भन्ने पकेट मनी चाहिँ टक्क ओसिलमान जस्तो दिने होइन अरू पैसै नदिने क्या त्यस्तो क्या काम चाहिँ डेन्जर गराइदिने काम फेरि दिनरात गराइदिने त्यो कम्पनी जस मेरो तिम्रो यो कमेडी क्षेत्रको जर्नी हेर्दाखेरि चाहिँ त्यति बेलादेखि नै केही न केही चाहिँ जस भइरहेको हुन्थ्यो क्या अब अहिलेको जस्तो रिल्स चाहिँ नआए पनि
त्यही नै त्यही। अनि अलिकति नेपालदेखि ट्याक्क कोरिया आएपछि चाहिँ ठ्याक्क अब त्यो आउँदा पछिको त्यो यस्तो थियो भन्दा ब्याकग्राउन्डहरू सर र पहिला म नेपालमा नि अब नेपाल आउनुभन्दा अगाडि चाहिँ मैले खास मोबाइल रिपेयरिङको काम गर्थेँ। म यतातिर कतै लाथिनहरू अब पढाइ भन्ने त त्यस्तै हेर +2 पास गरेको अनि उता जोइन नि गरिएन होइन। अनि मोबाइल रिपेयरिङको काम गर्थेँ लगभग 3-3.5 वर्ष मोबाइल रिपेयरिङ काम गरेँ। म लगभग कोरिया आउनुभन्दा अगाडिसम्म मोबाइल रिपेयरिङ गर्थेँ क्या। कोरियन भाषा पढ्दै मोबाइल रिपेयरिङ गर्ने। अब जेस आफूलाई पकेट मनी छ निहरू मैले जेस निकालिरहेको थिएँ, यताउता आफ्नो खर्च जेस चलाइरहेको थिएँ। अनि कोरिया भाषामा ट्याक्क पास भयो, कोरिया आइयो। अनि अब सुरुमा आउँदाखेरि चाहिँ म कोरिया आउँदा बित्तिकै त्यति बेला चाहिँ कस्तोवाला ट्रेन थियो भने भन्छ मिमवाला क्या, फोटोमा टक्क लेख्नेवाला त्यो हाँसेकोवाला राखेर टक्क तलमाथि लेख्ने हुन्थ्यो नि त। फोटो जसको राखे नि मतलब भएन, तर टाउकोमा चाहिँ हाँसेको राख्ने, टाउकोमा ट्याक्क लरे त्यो एउटा यस्तो हाँसेको ठ्याक्क टाँडेपछि अनि तलमाथि क्याप्सन लेख्ने त्यस्तोवाला मिम चल्थ्यो नि त। अनि मैले त्यति बेलाबाट मलाई रङ्ग लाउँथेँ होइन। अनि चाप्यो छ भन्जालाई तिमीलाई थाहा छ, चाप्यो छ भन्जालाई के अरे अजिब टाइपको के नाम, चाप्यो छ भन्जालाई क्याची नाम हो क्या त्यो पनि। अनि त्यो पेज खोलेँ, फेसबुक पेज खोलेँ, त्यसमा मिमहरू बनाउँदै गइरहेको थिएँ। त्यसमा त फलोवर्स लगभग 2 लाख जस्तो पुग्न लाग्थ्यो होला भन्छ होइन। अनि कोरिया आइसकेपछि चाहिँ थग लाइफ कोरिया भन्ने कसरी खोल्यो भन्दाखेरि चाहिँ यसो हेर्दै गएको, यहाँनिर हल्का ग्याप जस्तो नि लाग्यो। अब कोरियामा नि नेपालीहरू त टन्नै हुनुहुन्छ नि त, यत्रो कति हुनुहुन्छ तिमीलाई थाहा? 60,000 क्रस हुनुहुन्छ होला। 60,000 हुनु त वाइल्ड हो नि। अनि यहाँनिर नि यसो केही गरौँ न त टार्गेट गरेर नेपाली भनेर अनि थग लाइफ कोरिया चाहिँ मैले त्यसरी खोलेको क्या। खोलेको त्यति बेला चाहिँ अब मिम सिमवाला त्यही फोटो ढ्याक्क टाक्ने लेख्नेवाला थियो नि त। फेरि मलाई चाहिँ यो ठग लाइफ कोरियाको अब हामी त सधैँ सँगै नै छौँ होइन। ठग लाइफ कोरियालाई चाहिँ अब पहिलाको त्यो सुरुवात चरणमा चाहिँ के थियो भने ठग लाइफ कोरिया ट्याक्क दिनभरि काम गरेर मान्छे चाहिँ ट्याक्क साँझ चाहिँ रुममा आइसकेपछि ट्याक्क पोस्ट हेर्दाखेरि जस म्याक्सिमम मान्छेलाई चाहिँ यो पोस्ट चाहिँ मेरै लागि बनाएको कि जस्तो फिलवाला हुन्थ्यो क्या। रिलेट किन भन्दा यस्तो रिलेटवाला क्या। हामी सबै अब कोरियामा भएपछि अब त्यही हो, सबै आउने भनेको कामै गर्न होइन। सबै कामै गर्न आउने भएपछि जस कतै न कतै त्यो मिल्छ क्या। अब काम सबैको काम त एउटै नभए नि दुःख त्यही हो। अनि सबैले गर्ने टाइम पिरियडहरू यताउता अब देश छोडेर आएपछि होइन लगभग सबैले रिलेट हुने कुराहरू हो नि त, एउटै हुन्छ नि त। त्यो भएर त्यति बेला चाहिँ मैले जस मान्छेहरूले पनि भन्थे कस्तो ठ्याक्क मिल्यो यार मलाई यार भनेर कमेन्ट नि गरिरहेको त्यो। मैले मेरै कम्पनीमा बस्ने भाइहरूबाट पनि त्यो सुन्थेँ क्या, ठग लाइफ कोरियाको। अनि आफैले हेर्दाखेरि पनि दिनभरि काम गर्यो, कम्पनीमा कहिले राम्रो कहिले नराम्रो जस्तो हुन्छ नि, आएर पोस्ट हेर्दाखेरि चाहिँ ठ्याक्क क्याची लाग्ने क्या, आफैलाई ट्याक्क मिलेको कि जस्तो क्या। त्यो जेस यसो आफूले देखेको भोगेको कुराहरू हानिदिने त्यो मिल्छ क्या। धेरैलाई मिल्छ होइन। पहिला चाहिँ मैले खास पहिला त टिकटक अकाउन्ट केही थिएन, फेसबुकबाट सुरु गरेको। अब फेसबुक नै अब जेस राम्रो ग्रो गर्दै गइरहेको थियो। अब पछि चाहिँ ट्रेन्ड चेन्ज भयो नि त। अब टिकटकहरू आएपछि अब रिल्स ठ्याक्क तिमी चाहिँ त्यो मिमवाला त्यो रिल्स भन्दा पनि भिडियोको भिडियोको उसबाट भन्दा पनि त्यो मिम्सवाला टक्क बनाएर बाट थियो। अनि ठ्याक्क भिडियोमा चाहिँ कसरी सिफ्ट भयो? भिडियोमा म ठ्याक्कै सिफ्ट भएँ भन्छ कसरी भन्दाखेरि एप डाउनलोड गरेँ। त्यही अब ट्रेन्ड त जे चलेको त्यहीतिर सिफ्ट हुने क्या भन्छ, नत्र अनि पछाडि छुटिहाल्छ होइन। त्यही भएर अब रिल्सहरू टिकटक धेरै अब चल्न थाल्यो भनेपछि त अब त्योवाला ट्रेन्ड हराउँदै गयो क्या भन्छ। त्यो हरायो नि अहिले हेऱ्यो भने त। भिडियो एडिटिङ मैले कतै केही सिकेको नि होइन, आफैले त्यो एप डाउनलोड गरेर आफै यसो गर्दै अरूको देखिन्छ नि त। अब इन्डियन मिमहरू अब हाम्रो नेपालतिर पनि बनाउँछन् खतरा यसो हेर्दा यो त भनी गर्न सक्छ जस्तो लाग्ने होइन। अनि अब एपहरू डाउनलोड गर्ने आफै सिक्दा बिस्तारै त्यो हुँदै गएको क्या भन्छ। अब हुँदै गयो। अनि अब ठग लाइफ कोरिया नि लगभग 1 वर्षमै हो मैले यत्रो ग्रो गराएर त्यहाँसम्म पुऱ्याएको होइन। अनि पछि मैले चाहिँ खास रमाइलो कुराहरू यताउता मान्छे चाहिँ बोर नहोस् भन्ने खालको क्या। एकचोटि झ्याप्प हेर्दाखेरि लगभग 10-15 सेकेन्डमै मान्छे हाँस्न सक्नु भन्ने मेरो टार्गेट हो क्या। त्यो भएर नि म चाहिँ छिटो ग्रो गरेँ क्या, नत्र भने 1 वर्षमा लगभग त्यत्रो फलोवर्स कमाउनु गाह्रो हुन्छ। त्यो एकदम सानो कुरै होइन नि यो त एकदम। अहिले तिम्रो टिकटक, फेसबुक, इन्स्टाग्राम सबै हेर्दाखेरि चाहिँ एकमुष्ट रूपमा हेर्दा चाहिँ फलोवर्सहरू कति छन्? सबै एकमुष्ट हेर्दा थाहा छैन। अब टिकटकमा 2.5 लाखभन्दा प्लस थोरै बढी होला, फेसबुकमा त छैन 50-60 हजार होला।
इन्स्टाग्राममा त कति छ थाहा इन्स्टाग्राममा त कति होला 1100 युट्युब गरी सुरु गरेछु अहिले त 8-9वटा एपिसोड भयो त्यता चाहिँ 6 त्यस्तो फलोवर्सहरू त्यस्तो साह्रै धेरै त होइन तर जस आजको दिनमा ठिक छ, जो satisfied 3 लाख प्लस फलोवर्स हुनु पनि त्यो सामान्य कुरा चाहिँ होइन नै। ठिकै त्यस्तो साह्रै ठुलो नि होइन फेरि म चाहिँ त्यस्तो साह्रै ठुलो नि मान्दिनँ थग्लाई अब यताउता हिँड्दा नि भन्छ मलाई चाहिँ अलि अक्वार्डै लाग्छ कि भन्छ अब त्यो यसो भन्दा अब आज भने होइन यताउता हिँड्दा नि अब थग्लाई कोरिया भन्छन् अब यताउता भन्छन् त्यो लाज लाउँछ क्या अब त्यो मैले चाहिँ त्यो राम्रोसँग त्यो ह्यान्डल गर्न नसकेको। अनि यो पहिला चाब्यो छ भान्जा अहिले पनि टिकटकमा भान्जा भन्ने पनि तिम्रो आफ्नो छुट्टै एउटा अकाउन्ट छ होला। ठग लाइफ कोरिया त अब त्यो कोरिया भइहाल्यो। यो भान्जा नामसँग चाहिँ के कस्तो वाला सम्बन्ध छ तिम्रो? सायद आफ्नो जुन चिनेको साथी सर्कलले नि भान्जा नै भन्छन्। अब मैले पनि भान्जा भन्छु तिमीले नि भान्जा भन्छौ अरूले जो आफू तिमीलाई चिन्ने मान्छेले जो अलि नजिकको क्लोज साथीहरू सबले भान्जा नै भन्छन् होइन। यो भान्जा वर्ड चाहिँ किन यति स्पेसल छ? भान्जा वर्ड त मेरो लागि एकदम स्पेसल एकदम प्रिय वर्ड हो क्या भन्छ किन भन्दा म अब बच्चा लगभग 2 वर्षबाट मामा घरमै बसेर हुर्केको नि त। मामा घरमा बसेपछि त सबैले भान्जै भन्छन् भाइ त भन्दैन होइन। अनि अब बच्चाबाटै हुर्किँदै जाँदा अब स्कुल त्यही पढेँ कलेज त्यही पढेँ अब सबै अब ग्रो नै त्यही भएपछि अब खेल्ने साथीहरू त्यहीँको भए यताउता अब मामाहरू हुन्छ नि त अब मामा घरमा बसेपछि सबै मामा अब सबै मामा हुँदा सबले भान्जा भन्ने माया गर्ने यताउता भन्ने अनि पछि चाहिँ म अब आफू मान्छे सानो भयो नि जस म अलिक ठुल्ठुलै मामाहरूसँग हिँड्थेँ क्या बच्चैबाट होइन मामाहरूले पनि धेरै माया गर्ने होइन सबले भान्जा भन्ने जता जाँदा नि लिएर हिँड्ने होइन। मलाई चाहिँ एकदम कस्तो रमाइलो हुँदैन म बच्चा भयो नि मलाई बच्चा जस्तो ट्रिट नगर्ने कि जस अरू त्यो फुच्चेहरू भन्दा मलाई चाहिँ अलिक स्पेसली ट्रिट हाम्रै लेभलको हो टाइपको त्यस्तोवाला ट्रिट होइन। म बच्चा चाहिँ बच्चै कि अझै अब हाम्रोतिर चाहिँ म एउटा राम्रो कहानी सुनाउँछु। भलिबल खेल्नुहुन्थ्यो मामाहरू होइन अब आफू फुच्चेहरूलाई त कहाँ खेलाउँथ्यो त नि ठुल्ठुलो खेलिन होइन। अनि म चाहिँ खास त्यहाँनिर नम्बर गर्ने अरू फुच्चेहरूले चाहिँ त्यो त्यस्तो राम्रो नगर्ने मैले चाहिँ खतरा गरिदिने क्या चर्को होइन। अरूलाई चाहिँ बल छ भाइ अरूको काम चाहिँ बल छोप्ने होइन टक्क यताउता बल छोप्ने अनि ट्याक्क गर्ने पानी सानी ल्याउने अनि होइन मेरो काम चाहिँ टक्क नम्बर गर्ने होइन। म्याच खेल्छन् नि त दुईतिरबाट पैसा उठाउँछन् यति पैसा हालेर अनि टक्क पैसा उठाएर मलाई दिने होइन टक्क मैले नम्बर गरिदिने 1 मिस नहान्दिने क्या मैले नम्बर फेरि चर्को भनिदिने सबले मन पराउने क्या। अनि ट्याक्क त्यो जब जसले जित्छ नि त्यहाँबाट टक्क 10 रुपियाँ चाहिँ भान्जालाई हो क्या 10 रुपियाँ टक्क म आफूले झिक्ने होइन अनि ल भनेर विनरलाई दिने टक्क। अनि फेरि कस्तो भन्नु न गेम सकेपछि त्यो बल र नेट चाहिँ टक्क मैले लिएर जाने तिम्रो कन्ट्रोलमा भनेपछि त्यो एउटा बल र नेट घर लानु भनेको त हिरो हो के बल घर लिएर जानु भनेको त हिरो हो। मसँग बल छ होला भन्ने वाला फिल उखार्न पाइयो खेल्न पाइयो नि त जस। अनि त्यस्तै हुँदाहुँदै अब यहाँ कोरियामा आइन्जेलसम्म नि म मामाहरूकै सङ्गतमा थिएँ क्या भन्छ त्यही भएर नि होइन भान्जा भन्ने माया अनि यस मामाहरूसँग चाहिँ मेरो धेरै लगाव छ क्या। हाम्रो मामाहरूमा नि धेरै मामा अब ललित मामा हुनुहुन्छ होइन हाम्रो रमेश मामा हुनुहुन्छ महेश मामा हुनुहुन्छ सबै क्या मामाहरू भनेपछि सबै डियर क्या। जे होस् भान्जा भन्ने वर्ड चाहिँ एकदमै मनपर्छ त्यो धेरै सुनिराखेको भएर अनि आफ्नो जो प्रिय मान्छेहरूले भनिराख्ने भएर जो नजिकको मान्छेले चाहिँ भान्जै भनोस् भन्ने लाग्छ। जेस भान्जै ठिक छ त्यही भएर मैले नि त्यो खास मैले ग्रो गराउँछु भनेर त्यो चाहिँ मैले खास एकदम ब्याकअपको लागि मात्रै खोलेको क्या त्यो भान्जा भन्ने त्यो अल्गोरिदमको भरै हुन्न कहाँ बिहान हानिदिन्छ भरै हुन्न यसो ब्याकअपको लागि बनाइराखौँ भनेर मात्रै खोलेको क्या भन्छ त्यो काम चाहिँ। ठिकै छ भान्जाले पनि राम्रो गरिरहेछ त्यो त भइहाल्यो। अनि मलाई चाहिँ विशेष सोध्न मन लागेको चाहिँ सोध यही के भान्जा भन्ने अब पहिला पनि चाप्यो छ भान्जा अहिले पनि त्यो अरू टिकटककै उसमा हेर्दाखेरि पनि भान्जा त्यसपछि तिमीलाई चाहिँ जस अब हामी भेटघाट हुँदाखेरि जो जति भेटे पनि ठ्याक्क भान्जा नै हो कि सबैले। अब कोही एकदम अलिकति सानो मान्छेले चाहिँ दाइ भन्छन् होला लगभग म्याक्सिममले भान्जा भन्छ त्यो हिसाबले गर्दा चाहिँ भान्जा बुढीले नि भान्जा कोरियाको लाइफ चाहिँ कस्तो भइरहेछ ठिकै छ के? अनि अर्को कुरा अब रिल्सहरू बढाइराख्नु पर्यो टिकटकहरू हालिराख्नु पर्यो होइन अब मान्छेलाई चाहिँ अब यो अल्गोरिदममा जब छिरिसकेपछि चाहिँ तिमी 1-2 दिन मात्र ब्याकअप हुँदाखेरि नै
Down हुन्छ। धेरै असर पर्छ होइन फलोअर्स त घट्न सुरु भइहाल्छ फलोअर्स चाहिँ घट्न सुरु हुन्छ अनि तिम्रो बुस्टमै धेरै फरक पर्छ होइन त्यसपछि आजको दिनमा हेर्दा तिमी चाहिँ चाप्यो छ भान्जालाई देखि अहिलेसम्म हेर्दा त झन्डै 8-9 वर्षै भयो होइन भयो त्यो 8-9 वर्षसम्म अब कहिले बिरामी भइएला कहिले मोड नआउला होइन अब कहिले गाह्रो होला कहिले अब कतै प्रोग्राममा गइएला कहिले साथीभाइसँग भेटघाट भइएला कसरी चाहिँ अहिलेसम्म त्यो एक दिन पनि तलमाथि नभइकन कसरी म्यानेज गरेर आएको छौ त आजको दिनसम्म चाप्यो छ भान्जालाई देखि लिएर आज चाहिँ अब त्यो ठग लाइफ कोरियाको अब यो सक्सेस भनौँ न एक हिसाबले यो ठाउँसम्म पुर्याउनको लागि चाहिँ कसरी चाहिँ म्यानेज गरेर अब कोरियामा बसेपछि त काम पनि गर्नै पर्यो होइन काम सँगसँगै यो सबै कुरालाई चाहिँ म्यानेज कसरी भइरहेको छ त यो फर्स्ट कुरा चाहिँ अब यो खासै ह्युज सक्सेस चाहिँ म मान्दिनँ भन्छ होइन अब मेरो नजरमा है त्यस्तो ह्युज सक्सेस त त्यो मैले खास गरेको अचिभ गरेको कुरा केही नै होइन जस्तो लाग्छ होइन त्यस्तो एकदम मलाई चाहिँ त्यो ह्युज सक्सेस लाग्दैन अनि अब त्यो सक्सेस भन्दा नि जो सबै यहाँसम्म अब अलिकति अझै धेरै नर्मल भन्दा त अब अलि नर्मल आएको भन्नु पर्यो नि त होइन अब म्यानेज चाहिँ अब त्यस्तो अब अलिकति गाह्रो काम यताउता आफूलाई मन नलाग्ने काम हुन्थ्यो भने बिचमा स्किप हानिदिउँ छोडिदिउँ गिभ अप गरिदिउँ भन्ने हुन्थ्यो होला अब आफूलाई नि इन्ट्रेस्टको विषय नि त भन्छ कमेडी समेडी अब हामी अब बोल्दै कति रमाइलो गरिन्छ साथी सर्कलमा हुँदा कति रमाइलो गरिन्छ होइन अब रमाइलो गर्नुपर्ने यताउता जस अब हेर्दा नि अब कमेडी समेडीहरू धेरै हेर्ने अनि होइन कति ह्युमरहरू बुझिने अनि होइन त्यो इन्ट्रेस्टको विषय भएर नि हो क्या भन्छ अब के गर्ने अब खाली टाइममा के गर्ने भन्दा यही गरौँ न आफूलाई जे मन लाग्छ त्यही गरौँ न भन्ने कुराले हो क्या भन्छ आफ्नो रहर जेमा छ त्यही गरौँ भन्दा नि जस अब त्यो रेगुलर चाहिँ अब पोस्टहरू बनाइराख्ने अब एडिट गरिराख्ने टाइमहरू दिनु पर्यो र आज पहिला त बरु त आफ्नो दिमागमा आएको कुरालाई चाहिँ एकैछिन टाइम निकालेर कसैको फोटो लिएर टक्क चिप्काइदिएपछि अब सबै पोस्ट रेडी हुन्थ्यो होइन अब आजको दिनमा हेर्दा त तिम्रो पहिला अब प्रायः चिलबिलकै आइरहेको हुन्छ होइन चिलबिल सँगसँगै आफ्नो गरिब पोडकास्टको पनि सबै आइरहेको हुन्छ त्यो क्लिपलाई हेरेर काटेर सबै एडिट गर्दा त टाइम त छुटाउनु पर्छ नि त केही टाइम त वाइल्ड चाहिन्छ भन्छ लगभग किनभने तिम्रो अब कसैको एउटा पोडकास्ट मात्र फुल हेर्न पर्यो होइन तिम्रो 2 घन्टाको 1.5 घन्टाको कति हुन्छ त्यो पुरा हेरेर अनि त्यसमा पनि अब कुन पार्ट छ त्यो पार्टलाई काटेर अब फेरि आफूसँग लिएर एडिट गरेर अब त्यो आफूले चाहिँ त्यो एउटा सानो तिम्रो 30 सेकेन्डको 1 मिनटको दिन त त्यो धेरै मेहनत छ नि त पछाडि त त्यसलाई चाहिँ टक्क कसरी म्यानेज गरेर हिँडालिरहेको छौ त आजको दिनमा मेहनत त छ नि भन्छ अब यस्तो हुन्छ अब 30 सेकेन्ड 1 मिनटको भिडियो भने नि त्यसलाई नि अब मान्छे अब त्यसलाई अब हल्का क्रिएटिभिटी नदेखाइकन त्यहाँनिर अब मान्छे हेर्नेलाई नि मजा आउँदैन हल्का मसालेदार बनाउनै पर्यो भन्छ अब त्यो पुरानो दिएर नि भन हरेक पोस्ट नयाँ दिनु पर्यो नि त एउटै दिएर नि भएन अब मैले म्यानेज चाहिँ भन्छ त्यही हो काम गर्ने ठाउँमा चाहिँ मेरो अलिकति के राम्रो छ भने अब यसो काम गर्दाखेरि यसो कानमा इयरफोन लगाएर होइन एउटा कानमा इयरफोन लगाएर यसो खाली हुँदाखेरि टक्क सुन्यो अनि मैले टाइम चाहिँ नोट गरेर हुन्छु क्या यो टाइममा छ मेरो यस्तो लाइन छ यस्तो भनेर मैले नोट गर्छु त्यो जो सुन्दै आफूलाई अलिकति हाँसो लागेको पोइन्टलाई चाहिँ टक्क यो लाइन चाहिँ हल्का छ है भन्ने बेला भयो भने मैले त्यो टाइम नोट गर्छु अनि अब आयो कम्पनीबाट कामसाम सकेर खानासाना खाएपछि चाहिँ हल्का अब घरतिर फोनसोनमा कुरा गरेपछि आफूसँग हल्का टाइम हुन्छ नि त किन भन्दा मेरो फेरि त्यस्तो साह्रै चल्दैन नि त कम्पनी नि तिनीहरूसँग बेसी काम हुन्छ अनि अब त्यो बिचमा हल्का टाइम हुन्छ नि त म फेरि अरू यता मुभी सुभी हेर्ने गेम सेम खेल्ने पब्जी त पहिला दोस्तै खेलिन्थ्यो होइन त्यो कहानी अर्कै छ अब त्यो आजभोलि त केही गर्दिनँ अब मुभी सुभी नि म कतै केही हेर्दिनँ म इभन मैले टिकटक नि स्वाइप गरेर म त आफ्नो पोस्ट गरिदिने छोडिदिने कि मैले टिकटक हेर्ने अनि केही टाइमै हुँदैन कि भन्छ आफूले बनाउने अब आज टक्क कामबाट सब सकाएर भिडियोहरू बनायो अरे पोस्ट गर्यो अब अलिकति खाली रहने हल्का बरु केही एडिट गरौँ न भोलिको लागि अलिकति सजिलो हुन्छ भनेर त्यस्तोतिर लाग्नुपर्छ क्या भन्दा टाइम त वाइल्ड दिनुपर्छ गाह्रो छ नि र आजको दिनमा अब म पनि त्यस्तै छु अब धेरै मान्छेहरू चाहिँ के कस्तो खालको दिनचर्या हुन्छ कसरी दिन बितिरहेछ भन्दा चाहिँ तिम्रो केही अलिकति मात्र फुर्सदको समय भयो भने एकछिन म टिकटक हेर्छु अथवा म फेसबुकको रिल्सहरू हेर्छु युट्युबमा सर्ट्सहरू हेर्छु भनेर त्यो सानो सर्ट्स कुराहरू मात्र टक्क हेर्ने खालको त्यो हाम्रो त्यो डोपामिन नै त्यस्तो रिलिज भइरहेछ क्या होइन किनकि तिम्रो ल अब
केही कुरा चाहिँ हेर्नु छ भने 10 मिनटको हेर्न नि झ्याउ लाग्छ क्या। आज चाहिँ यसो केही हेर्छु भने 10 मिनट एउटै कुरा हेर्न झ्याउ लाग्ने भइसक्यो क्या। मान्छेलाई 30 सेकेन्ड 15 सेकेन्ड 1 मिनटभित्र चाहिँ त्यो ठ्याक्क रिजल्ट चाहिरहेछ क्या। त्यही लङ कन्टेन्ट म आफै हेर्न सक्दिनँ भन्छ। मैले अब हाम्रो गरिब पोडकास्टको एउटा भिडियो नि मैले पुरै हेरेको छैन। हो त्यो हेर्नै सकिँदैन क्या। तिमीले मात्र होइन अब कसैले पनि होइन। मैले नै अब बनाइरहेको छु। मैले 1 मिनटको भिडियो बनाउँछु नि त। 1 मिनटको भिडियो मलाई सुरुबाट लास्टसम्म हेर्न कस्तो लामो लाग्छ भन्छ। अनि त्यो साइको क्या अब दुनियाँ साइको भइसक्यो क्या। सोसल मिडिया कम्पनीहरूले चाहिँ सब मेनिपुलेट गरिदिइसक्यो मान्छेको ब्रेन त होइन। त्यही अनुसारले किडन्याप गरिदिइसक्यो क्या मान्छे। अहिले आजको दिनमा हेर्दाखेरि चाहिँ हाम्रो सबै त्यो एउटा मान्छेको त्यो ह्युमन इमोसनै पुरै क्याच गरिरहेछन् क्या होइन सोसल मिडियाको। तिनीहरूको त मेन एमै त्यही त हो नि भन्छ। जतिसक्दो उनीहरूको टाइम बाई गरौँ भन्ने त हो नि। आजको दिनमा हेर्दा ठग लाइफ कोरियाले पनि त्यही अलिअलि गरिरहेको जस्तो लाग्छ। त्यो त त्यही गर्नै पर्छ क्या भन्छ। नत्र अन्त ग्रो गर्नै सकिन्न। ग्रो गर्नको लागि चाहिँ त्यही नै गर्नुपर्छ क्या भन्छ। अब तिम्रो सुरुमै तिम्रो अलिकति मजेदार कुरा लागेन भने स्वाइप गरिदिइहाल्छौ क्या तिमीले। हो हेर्दै हेर्दैनौ नि त। हल्का मसालेदार मजेदार त तिमीलाई सुरुमै चाहियो क्या। अब तिमीसँग पछाडि 40 सेकेन्ड पछाडि दामी हाँस्ने कुरा छ भने 40 सेकेन्डसम्म कसले कुट्दिने क्या अहिले। 40 सेकेन्डमा मान्छेले 40वटा स्वाइप हानिदिन्छ होइन। मान्छे तिम्रो पनि त्यही खालको त्यो अल्गोरिदम चलिरहेछ आफ्नो एडिटमा। त्यही भन्छ त्यही गर्ने नि गुरै हुन्न। क्याची जस्तो बनाएर सुरुमा क्याची भन्दा नि फुल सकेसम्म चाहिँ फुल क्याची बनाउनु पर्छ क्या। सुरुमा मात्रै क्याची बनायो नि पछि फेरि ह्या भनेर फालिदिइहाल्छ नि। सकेसम्म चाहिँ फुल क्याची बनाउन खोज्छु कोसिस गर्छु। तर अब कोही चाहिँ अब त्यही हो अल्गोरिदम त्यही साइकै त हो नि। अब कोही अब यो चाहिँ दामी गरे भनेर डेन्जर मिहिनेत गरेको भिडियो ख्याच्नु चल्दिन्न क्या। चल्दिन्न। कोही चाहिँ यसो खस्याङ खुसुङ गरेको मिलियन गइरहेको हुन्छ भरै हुन्छ क्या। अल्गोरिदम बुझ्न सके यताउता टाइमिङ साइमिङ नि भन्छन्। खै के हो के म मेसै पाउनु भन्छ। म जस्ट दिने हो होइन। कोही गइहाल्छ। ओके अब भिडियो एडिट भन्यो अब ठग लाइफ कोरियामा पोस्ट रिल्सहरू त्यो भयो। अनि त्यो बाहेकको बाँकी समय चाहिँ के गरेर बिताइरहेछौ त आजभोलिको दिनमा? त्यो बाहेक त खासै बाँकी त रहनु टाइम त भन्छ। मैले अब मेन भनेको इन्टरटेनमेन्टको लागि चाहिँ म खास गानाहरू सुन्छु होइन। इन्टरटेनमेन्टको लागि गाना चाहिँ त्यो चाहिँ म टक्क ब्याकग्राउन्डमा टक्क सुनिरहेको हुन्छु होइन। मजा लाग्छ क्या। हाम्रोतिरको टक्क लोकगीत सङ्गीतहरू जो हिट गानाहरू। तर यो गाना भन्यो होइन यो गाना चाहिँ मलाई चाहिँ यो गाना भनेको मान्छेलाई बुस्ट गर्नको लागि एकदम ठुलो रोल जस्तो लाग्छ क्या मलाई। कस्तो बुस्ट गर्नु होइन यो म्युजिकलाई लिएर चाहिँ मेरो आफ्नो सोचाइ चाहिँ के छ भने ठ्याक्क तिमी एकदम फ्रस्ट्रेट भयो कामबाट थाक्यौ अथवा तिम्रो अलिकति मेन्टल हेल्थ अलि राम्रो छैन भने चाहिँ त्यो टाइममा चाहिँ टक्क म्युजिकहरू सुन्यो भने चाहिँ यस्तो त्यो माइन्डलाई पिस गराइदिने एकदम ठुलो रोल म्युजिकले खेल्छ जस्तो लाग्छ कि मलाई। त्यो इन्ट्रेस्ट नि हो। अब फेरि कोही अब सुन्नै मन नलाग्ने होला तिनीहरूलाई सुनाएर भन्छ। तर होइन इन्ट्रेस्ट त म्युजिक चाहिँ मान्छेलाई इन्ट्रेस्ट त भन्ने त हुन्छ नि त। अब तिमीलाई अब लोकदोरी नै सुन्नुपर्छ भन्ने भएन। अब कसैलाई ऱ्यापहरू सुन्नु मन लाग्ला, कसैलाई पप सुन्नु मन लाग्ला, कसैलाई हिन्दी नेपाली अथवा इङ्ग्लिस गीतहरू सुन्नु मन लाग्ला। अब जस्तो सुन्यो पनि होइन अब आफ्नो रहर अनुसारको म्युजिकले चाहिँ अलिकति मान्छेलाई चाहिँ त्यो एउटा पिसवाला फिल दिन्छ जस्तो लाग्छ मलाई। त्यो दिन्छ नि। हेर न अब नेपालको अहिले हेर न म्युजिक इन्डस्ट्री हेर न कहाँ पुगिरहेछ हेर न। हो लगभग गीतहरूकै 100 मिलियन भ्युज गइदिन्छ यत्तिकै यार। अहिले अब 100 मिलियन 200 मिलियन होइन। इन्डियाको म्युजिकहरू त्यति जान्न। हाम्रो नेपाली म्युजिकल त्यस्तो जान्छ क्या। त्यस्तो जान्छ भनेपछि त मान्छेहरूलाई त्यहाँ चाहिएको नि त। चाहिएको छ त्यसले केही न केही दिइरहेछ क्या मान्छेलाई होइन। अनि अर्को कुरा चाहिँ जस अहिले नेपाली म्युजिक चाहिँ एकदम माथि नै उठेको छ कि ग्लोबल्ली हेऱ्यो भने ग्लोबल्ली ट्रेन्डिङमै पनि गइरहेको हुन्छ। एकदम राम्रो छ भन्छ। गरिरहेछन् सबै सेक्टरमा। अब हिपहपतिरदेखि होइन। अब म त लोकदोरी हो म त अब हामी त पश्चिमतिरको त त्यही चल्छ नि त बढी होइन। लोकदोरीहरू यताउताहरू त्यो। अनि लोकदोरी नै भन्दाखेरि अब तिमीलाई प्रकाश सपुत त एकदम मनपर्छ होला। मलाई सबै मनपर्छ होइन। प्रकाश सपुत शान्ति दिदी हो मेरो फेभरेट। प्रकाश सपुतले चाहिँ केपी ओलीको विषयमा आफ्नो त्यो विचार भन्दाखेरि चाहिँ एकदम धेरै आलोचना भइरहेछ क्या आजको दिनमा। अब 2-4 दिन अगाडिको त्यो तिम्रो चाहिँ पोइन्ट अफ भ्यूबाट हेर्दा चाहिँ के लाग्छ त्यो? अब तिमी त एज अब प्रकाश सपुत
मनपर्ने मान्छे पनि भएको हिसाबले प्लस अब अहिलेको अब न्यू जेनेरेसनको मान्छे जसलाई चाहिँ अलिकति विकास परिवर्तन चाहेको मान्छेदेखि लिएर सबै समग्रमा आफ्नो पोइन्ट अफ भ्यू भन्दा चाहिँ के त्यो अलिकति केपी ओलीको तारिफवाला कुरा हो नि त त्यहाँ केपी ओलीको तारिफवाला तारिफै भनौँ न अब अहिले जुन पावरमा छ नि त केपी ओलीको पार्टी त्यहाँ गएर यसो बोलौँ भन्दाखेरि बोलिदिएको कुरा जस्तो हो क्या त्यो भनेको अब के अरे अब मैले तिमीलाई यसो केहीमा बोलाएको नि त्यो राम्रो त भनिदिनै पऱ्यो नि भन्ने कुरो नि होला होइन अब तर त्यही हो कलाकार भएपछि हल्का न्युट्रल बसेको राम्रो अब फेरि अब उनी अब उसको आफ्नो चोइस पनि भयो होइन अब उसलाई मन पर्ने नि त पायो नि त्यो खै अब यो बारे केही नबोल म कलाकार हो सकेसम्म न्युट्रल रहेको राम्रो फेरि अब मेरो पोइन्ट अफ भ्यूबाट हेर्दाखेरि चाहिँ मलाई त्यति उस लाग्दैन क्या केपी शर्मा ओली किनभने त्यो त कसैलाई नै नआउनु किनभने हेर न अब आजको दिनमा अब सरकारले भनौँ अथवा कुनै व्यक्तिले भनौँ आज चाह्यो भने भोलि नै केही कुराको पनि परिवर्तन त गर्न सक्दैन होइन सक्दैन चाहे केपी ओली आओस् चाहे बालेन शाह नै आओस् होइन जो कुनै तर मेरो पोइन्ट अफ भ्यूबाट हेर्दा चाहिँ के हो भने प्रधानमन्त्री भने देशकै ठुलो मान्छे होइन सबैले गनेको मान्छे अनि अब प्रधानमन्त्रीले गएर एउटा सानो मान्छेलाई राम्रो गरिस् भने राम्रो नराम्रो गरिस् भने नराम्रो भन्यो भने चाहिँ धेरै ठुलो इम्प्याक्ट पर्छ कि त्यो कुराले होइन पर्छ अब केपी शर्मा ओली जस्तो पोस्टमा भएको मान्छेले तिम्रो राम्रो काम गरिरहेको मान्छेहरू टन्नै छ नि त नेपालमा बालेन शाह छ राम्रो गरिरहेको अब हर्क साम्पाङ छ राम्रो गरिरहेको अब नराम्रो पनि छ होइन त्यो पक्षहरू होइन त्यसमा पनि म जान्छु अहिले त्यसपछि अब यो महावीर पुनहरू छन् डाक्टर सन्दुकहरू छन् कुलमान घिसिङै छन् होइन अब यावत मान्छेहरू छन् राम्रो गरिरहेको तिनीहरूलाई चाहिँ नराम्रो गरेकोमा यो चाहिँ अलि नराम्रो भयो है ल आऊ भनेर त्यो भन्नुपर्छ होइन एउटा अभिभावक जस्तो हो नि त उता तर राम्रो गरेकोमा तिनीहरूलाई हौसला दियो भने त तिनीहरूले दिन सक्ने इम्प्याक्ट भनेको त एकदम ठुलो हुन्छ नि होइन तर केपी ओलीले के गरिरहेछ अब त्यो अन्सु वर्मा मिस पवी त्यहाँबाट सिङ्गरहरू यस्ता यस्तीलाई बोलाएर भेटघाट गऱ्यो मिठो कुराकानी भयो भन्ने खालको त्यो उसहरू पनि धेरै आइरहेको हुन्छ क्या यस्तो अब त्यही हो अब अलिअलि भाइरल साइरल भएको मान्छेले ट्याप्प टिपेर ल्याएर ल बाबु ठोक यहाँ ठोक भनेर अब भोलि नत्र उसले टिकटक बिहान हानिदिन्छ अन्सु वर्माले त हजुर भन्नु परेन होइन किनकि अब अन्सु वर्मा जस्तो मान्छेलाई त अन्सु वर्मा जस्तो मान्छेलाई मिस पवी जस्तो मान्छेलाई त प्रधानमन्त्रीसँग भेट हुन पाउँछु जान्छु भनेर त उनीहरूले जे पनि गरिदिन्छन् नि गरिदिइहाल्छ नि मलाई भोलि प्रधानमन्त्रीले बोलायो भने मै गएर ओ केपी बा भन्दै मै जान्नु हो त्यही त अब तिनीहरूले गएर गुणगान गाउनु भने त त्यो के उसै कुरा हो नि तर अब जस्तो मान्छेले प्रधानमन्त्री जस्तो मान्छेले सबैलाई सम्हाल्नुपर्छ त्यो आफ्नो ठाउँमा छ तर आजको दिनमा हेर्दा तिम्रो बालेन शाहलाई कति आलोचना गरिरहेको हुन्छ होइन अनि त्यही बालेन शाहलाई आलोचना गरिरहँदा जो टिकटकमा बसेर चाहिँ ट्याप ट्याप गर्नुहोस् मलाई पैसा दिनुहोस् भन्ने मान्छेलाई चाहिँ भेटवार्ता गरेर अब वार्ताहरू भयो अरे कुराकानी भयो अरे भन्ने खालको त्यो एउटा त्यो बालेन शाहको पनि नराम्रो कामहरू छ होला नराम्रो गरिरहेको छ होला ल भाइ नयाँ छस् होइन अनि त यो कुरामा चाहिँ अलि नराम्रो गरिस् भनेर त्यो एउटा सजेसनको हिसाबले पनि दिन सकिन्छ होइन राम्रो गरेकोलाई चाहिँ ल राम्रो गरिस् भनेर तारिफ पनि गरिदिन सकिन्छ तर त्योभन्दा पनि बेसी चाहिँ आलोचना उसको अनि जो अहिले भाइरल भएको मान्छेलाई ट्याप टिपेर लिएर ल भाइ बोल अब मेरो बारेमा भने जस्तो देखिन्छ कि केपी शर्माबाट अब त्यो म त खै खासै केही एक्सपेक्टै राख्दिनँ होइन अब त्यस कसैले पनि राख्दैन होला अब लिडरसिप राम्रो छैन भन्ने सबैलाई थाहा भन्छ होइन अब गर्ने केही होइन भन्ने सबैलाई थाहा अब गर्ने मान्छेलाई अब एप्रिसिएट गर्ने यताउता गर्ने अब ट्याक्क उनीहरूले गरेको कुराहरूमा साथ दिने गर्ने हो नि त खासमा एउटा अभिभावक जस्तो गर्ने अब उनीहरूले गर्नु खोजेको मान्छेहरूलाई नि सपोर्ट गर्ने होइन त्यो हो के अब कहाँ टिकटकर ल्याएर ल दे बाबु दे त तारिफ दे दाइको भन्छ भोलि अब आजकै दिनमा अब भोलिको इम्प्याक्टको हिसाबले हेर्दा त अब त्यो एउटा टिकटकरको भन्दा धेरै इम्प्याक्ट पर्ने त बालेन शाहकै छ अब इनोभेसन गरिरहेछ त्यो महावीर पुनले उसको धेरै ठुलो इम्प्याक्ट पर्नेवाला छ नि त फ्युचरमा हेऱ्यो भने त त्यस्तो मान्छेको चाहिँ विरोध छ अब कुलमान घिसिङलाई हेऱ्यो भने चाहिँ सरकारले 0 दियो अरे के उसको कामको मूल्याङ्कन चाहिँ 0 अङ्क अरे के धन्न 0 भन्ने छ नत्र खास केपी ओलीले त्यही पनि नदिने मान्छे नि माइनसमा त्यो केही अचम्मको कुरा होइन क्या केपी ओलीले 0 दियो भने त्यो दिएन र अब अहिलेको हट न्युज एउटा चाहिँ के डोनाल्ड ट्रम्प र जेलेन्स्कीको पनि होइन डोनाल्ड ट्रम्प
पागल ल मान्छे। कसम आज कतै पोस्टहरू सानो केही पोस्टहरू सानो क्लिप देख्यो भने होइन जेलेन्स्कीलाई देख्यो भने लास्ट माया लाग्छ भन्छ। जेलेन्स्कीको सपोर्टमा हेर न अहिले पुरै दुनियाँ छ क्या भन्छ हो र सब ट्रम्पको खिलाफमा छ क्या अहिले। तर अहिलेको यो सिचुएसन हेर्दा त भन्छ होइन यो ओल्डै एकदमै अन्धाधुन्दामै जाला जस्तो छ क्या। अन्धाधुन्दा भन्दा नि ओल्ड लिडर राम्रो छैन क्या भन्छ अहिलेको, बुझ्यौ नि। किन भन्दा ओल्ड लिडर राम्रो छैन। ओल्ड लिडर भनेको त अमेरिकाको राष्ट्रपति हो नि त। अमेरिकाको राष्ट्रपति साइको छ, अनि क्याबिनेटमा सबै इलन मस्क सब साइकै राख्यो। इलन मस्कले त लगभग 50% त उसैले चलाइरहेछ नि। सबै अब उसको अब डिपार्टमेन्टै सुम्पिदिएको छ, अब पैसा सैसा कटौती गर भनेर यताउता गरेको छ होइन। अब एक हिसाबले राम्रो पनि हो अमेरिकाको लागि होइन, सरकारी खर्च कटौती गर्ने अनि भनेको राम्रो पनि हो। तर अमेरिका भइसकेपछि अब विश्वगुरु भइसकेपछि सुपर पावर कन्ट्री सुपर पावर कन्ट्री भइसकेपछि आफ्नो मात्रै देशको हेर्न हुन्न जस्तो लाग्छ क्या मलाई। किन भन्दाखेरि दुनियाँले मान्दैन क्या भोलि अमेरिका। अब युरोपियन युनियनले अब दुनियाँलाई अर्को लिडर चाहियो भनेर उहाँ उसमा कुरा गर्न थालिसक्यो भनेपछि अमेरिकाको हेजमनी जानु भनेको त सोच त विश्व गुरुको त्यो लिडरसिप पावर सकिनु भनेको कति नराम्रो कुरा हो न। अब ऊ अहिले ट्रम्पले के गरिरहेछ, जेलेन्स्कीलाई बोलाउने थर्काउने, उता युरोपियन युनियनलाई थर्काउने, क्यानाडालाई थर्काउने, मेक्सिकोलाई थर्काउने, हामी नेपाललाई पनि थर्काउँछ कहिले होइन। अनि अब रसियासँग रसिया पुटिनसँग फोन गर्ने होइन, पुटिनसँग भेट्ने अनि यताउता। अब युक्रेनमा थाहा छ तिमीलाई त्यसको उस हेऱ्यो भने तिम्रो 25% ट्याक्स क्यानाडालाई मेक्सिकोलाई भयो। त्यसपछि तिम्रो अब त्यसको ठ्याक्क हेर्दाखेरि चाहिँ त्यो नियतै राम्रो देखिन्न क्या। अब ग्रिनल्यान्डै किन्छु भनेर नियतै राम्रो होइन कि एक्सपेन्डिजम भन्ने हुन्छ नि, विस्तारवाद क्या हो त्योवाला छ होइन। पुटिनसँगको त्यसको हल्का उस अब अहिले हेर न पुटिनको एजेन्सी भन्न लागिसक्यो, भनिसक्यो एजेन्ट भनेरै कति डकुमेन्ट्रीहरू कस्तो प्रेसर छ त्यसलाई होइन। यो लगभग 4 वर्ष हो नि त त्यसको कार्यकाल। 4 वर्ष यस्तो गाह्रो बनाइदिन्छ नि उस्तै परेन होइन। त्यसको त्यो गभर्मेन्ट धान्नै नसकिने हुन्छ क्या, हेर्दै जाऊ नि तिमी। यस्तो प्रेसर दिइरहेछ नि दुनियाँमा। मलाई मेन चिज त म त खास अमेरिकाको फ्यान हो नि त, जमानाहरू तिमीलाई पनि थाहा नि त। मैले कति फलो गर्छु अमेरिकाको हिस्ट्रीदेखि त मैले सब पढेको नि त। अमेरिकाको हिस्ट्रीमा त्यस्तो राष्ट्रपति अब अहिले आएर यसले के गर्यो भन्दाखेरि जे भयो नि युक्रेनलाई रसियासँग वारमा पुस गर्ने त युरोपियन युनियन अमेरिकै हो नि त। गएर लात पछाडि लात हानेर लडाएको त त्यसले त हो नि। अनि अहिले आएर बिच आएर अनि ल शान्ति गर, जति क्याप्चर गर्यो रसियाले त्यो जग्गा सबै रसियाको, अनि तेरो मिनरल नि म लान्छु, तेरो जग्गा नि रसियाले ल तेरो बाँकी रहेको मिनरल म लान्छु, तेरा सबै सैनिक मरे, तेरा के भरे त्यो जनता विस्थापित भएर कहाँ गए त्यो मलाई बाल छैन बाबु, शान्ति सम्झौता गर। के शान्ति सम्झौता गर, तेरो जति मिनरल छ, तेरो जति नेचुरल सोर्सहरू छ त्यसको 50% चाहिँ मेरो भयो भन्ने। तेरो म लान्छु त्यस्तो वाला त्यो आत्मघाती वाला कस्तो हो के त्यो खास के हो त्यो खास खै मलाई कुरै बुझ्दिनँ। मलाई त्यही भएर मन नै पर्न छोड्यो अहिले। मलाई आज जेलेन्स्कीको त्यो ठाउँमा बसेर त्यसको हेर्दाखेरि के कहिलेकाहीँ होइन जेलेन्स्की दामी लिडर हो क्या भन्छ इतिहासमा। यो जेलेन्स्कीको नाम होइन भन्छ इतिहासमा लेखिन्छ क्या, लेखिन्छ। ट्रम्पको पनि लेखिन्छ क्या। यस्तो यो त खास गद्दारी हो नि त। जे भयो नि एउटा युएसको पोलिसी हुनुपर्छ क्या, यो राष्ट्रपतिको पोलिसी हुनुहुन्न जस्तो लाग्छ क्या मलाई। एउटा गभर्मेन्टले सुरु गर्यो यस्तो भनेपछि त्यसलाई कन्टिन्यू त गर्नु पर्यो नि। कहाँ बिच आएर पुल अफ गरिदिएर बिच त्यसले गरेको अब त्यसले दिन्थ्यो हात हतियार म दिन्न भनेर, अनि त्यस्तो गरेपछि त अनि दुनियाँले कहाँ मान्छ त नि लिडर त्यसलाई, भन न। हो आज चाहिँ हेर न युएसलाई छोडेर मान्छे चाहिँ यता जुन ब्रिक्स छ नि हो, ब्रिक्सतिरै मान्छेहरू अलिकति धेरै अब केही समयमा चाहिँ तिम्रो यो खाडी कन्ट्रीहरू छ नि तिनीहरू पनि ब्रिक्सतिर अब खाडी नि अब जाने साउदी अरब जाने कुरा थियो, त्यही पनि प्रेसरले अहिले होइन क्यान्सल गरिदियो। अब त्यही यो धम्की समकी अब अलि अस्ति त ब्रिक्स करेन्सी पनि निकाल्ने कुरा थियो नि त तिनीहरूको। अब पछि यही ट्रम्पले धम्की समकी दिएपछि चाहिँ इन्डियाले हजुर होइन त्यस्तो प्लान छैन भन्यो होइन। अनि पछि रसियाले इन्ट्रेस्ट छैन त्यस्तो चाहिँ खासै एजेन्डा छैन भन्ने कुरा भयो। ब्रिक्स त डेड भयो भन्दै थियो नि ट्रम्पले अलि अस्ति, देखेको थियो होला। अनि अब त्यस्तो अन्धधुन्द मन परि गरिरहेछ क्या त्यसले। अब कहाँ लगेर क्र्यास गराउँछ थाहा छैन क्या भन्छ, भोलि के हुन्छ कसैलाई थाहा छैन। हेर न अब
त्यही त नि क्या भन्छ अब गन्जागोल बनाइरहेको छ क्या दुनियाँ अब आफ्नो एनिमीसँग उसको के अरे युएसको पोलिसीमा त रसिया त नम्बर 1 दुश्मन हो नि हो त नि हो चाइना अब- रसिया भनेको त उसको मेन थ्रेट भनेको रसिया हो नि त न्युक्लियर आर्सेनलहरू पनि कति छ न्युक्लियर वारेर अमेरिकासँग भन्दा बढी छ नि त रसियासँग अनि अब आफ्नो दुश्मनसँग गएर हात मिलाएर आफ्नै साथीहरू युरोपियन युनियन क्यानाडा भनेको त अमेरिकाले ल जहाँ जहाँ मलाई यहाँ लड्न पर्यो भन्दा जहाँ जाँदा नि आफ्नो सैनिक उतार्ने देशहरू नि त हो। आफ्नो साथीहरू अब इराकमा आएर अफगानिस्तानमा अस्ति क्यानाडाले त्यही भन्यो नि त हामी तसँग जहाँ पनि लड्यौँ जे पनि गऱ्यौँ तैँले हामीलाई ट्यारिफ लाउने र तँलाई पनि ट्यारिफ भनेर उसले नि 25 हात हेर न, दिइराख्यो। यस्तो भयो भने त फेरि अब अमेरिका चाहिँ म सुपर पावर छु म खतरा छु मैले जे गर्दा नि हुन्छ भन्यो भने अमेरिका नै सकिने हो कि किनभने आज चाहिँ आजको दिनमा हेऱ्यो भने सबै कन्ट्रीहरूको बोन्डदेखि रिजर्भहरू सबै युएस डलरमा छ नि त होइन भोलि बिहान युएस डलरलाई चाहिँ बोन्ड र रिजर्भबाट सब कन्ट्रीहरूले हटाइदियो भने त युएसको भ्यालु नै के रहेर होइन होइन यो भनेको फेरि आजको भोलि हुने कुरा त होइन भन्छ होइन अब आजको त्यसको लागि लागि त time- हुँदैन प्रोसेस अब ट्रम्पको नि यही 4 साल हो भन्छ होइन अब यो 4 सालमा नि धेरै कुरा बिगार्न सक्छ क्या त्यसले चाह्यो भने हो होइन नि अब खास उसले चाहिँ आफ्नो देशको लागि खोइ अब आइडन राम्रो गर्न खोजेको कि होइन होइन अब त्यो त थाहा छैन होइन फेरि अब तर पनि त्यसको- अलिकति हेर्दा त अब अमेरिकाको मात्र जनतालाई हेऱ्यो भने त नराम्रो छैन अ- उसले राम्रै गर्न खोजिरहेको छ अमेरिकाकै किनकि तर- जनतालाई नि राम्रो छैन कि भन्छ किन भन्दाखेरि अस्ति तिमीले एउटा न्युज पढेको पढेन लगभग 23-24 लाख अमेरिकी त्यो सरकारी कर्मचारीले टक्क मेल पठाएर होइन ल बाबु अब तैँले 7 दिनसम्म के काम गरेस् मेल रिप्लाई गरिदिनुहोस् भने तेरो जब गयो हो नि त खास उनीहरूको एजेन्डामा त अमेरिकामा काम दिने रोजगार जेनेरेट गर्ने होइन हो। फ्याक्ट्रीहरू ल्याउने अमेरिकामा तेलसेल निकाल्ने अनि हो नि त उसको एजेन्डा त त्यसरी त आफ्नै कर्मचारीहरूको जब जान्छ यताउता मान्छे बेरोजगार भएपछि भोलि तिनै जनता सडकमा उत्रिन्छ कि अब अहिले नारा जुलुस देखाएनौ ट्रम्पको हो। खिलाफमा आम्मा छ नि त्यो कति ठाउँमा जुलुस सुरु भइसक्यो क्या त्यो भ्यान्सलाई नै अस्ति कहाँ त्यो जेडी भ्यान्स, हो नि? जेडी भ्यान्सलाई त्यो उसमा जाँदाखेरि नै बहिष्कार गरेर कता भाग्दै हिँड्यो भन्ने कुकुर लिएर न्युज पनि आयो नि त। आफै कुकुर जसरी भाग्नु पर्यो त्यही भएर यो अब यो त देखिरहेछ मलाई चाहिँ यो सबै कुराहरू चाहिँ एलोन मस्कको जस्तो लाग्छ कि किनभने तिम्रो अस्ति अलिक केही समय 2 वर्ष जति पहिला ट्विटर किन्दाखेरि पनि ठ्याक्कै त्यही गरेको थियो नि त उसले यिनीहरूको लङ स्ट्राटेजी हो क्या भन्छ किन भन्दाखेरि अब दुईजनै बिजनेसम्यान छन् होइन बिजनेसम्यान दुईजनै बिजनेसम्यान हुन् यिनीहरूको एजेन्डा सेम छ क्या सब अब आफ्नै फाइदाको लागि गर्ने जे कुरा पनि अब राष्ट्रपति त्यहाँ मैले त्यो जेलेन्स्कीसँगको इन्टरभ्यू हेर्दाखेरि नि त्यहाँ कुराहरू हेर्दाखेरि यसरी बिजनेस गर्न सकिन्न भन्छ क्या अब त्यसले भने क्या यसरी बिजनेस गर्न सकिन्न क्या बिजनेस गर्ने त नि भनेको क्या राष्ट्रपतिले बिजनेस गर्ने होइन नि त दुनियाँसँग डिल बिजनेस यसरी बिजनेस गर्न सकिन्न अरे अब त्यो कहाँ बिजनेस गर्ने आउँछ नि त्यो व्हाइट हाउसमा बसेर बिजनेस गर्ने अरे क्या त्यो मलाई यस्तो चित्तै बुझेन अब के गर्नु आफ्नो केही लाउनु होइन अनि त्यही भएर गन्जागोलतिर लगिरहेछन् भन्छ त्यही भएर ट्रम्प चाहिँ मलाई चाहिँ खासै होइन कति फिटिकै मन पर्छ मलाई चाहिँ यो ट्रम्प चाहिँ ठिकै लाग्थ्यो क्या पहिला चाहिँ आउनुभन्दा पहिला चाहिँ यसले चाहिँ अरू केही नभए पनि तिम्रो यो ब्लक चेन र एआईमा चाहिँ बवाल गर्छ होला भन्ने जस्तो लाग्थ्यो त्यो हिसाबले नि ट्रम्प चाहिँ एकदम राम्रो लाग्थ्यो तर आज चाहिँ हेर्दाखेरि ट्रम्प चाहिँ एकदम ट्रम्प भयो एलोन मस्क भयो एलन मस्क नि एकदमै जिनियस लाग्थ्यो नि म त एलन उसलाई। मस्कको फ्यान होइन ल तिम्रो मैले अहिले दुनियाँमा जति पनि मान्छे छन् नि त्यो भरिमा सबसे जिनियस भनेको एलन मस्क हो क्या त्यो के भन्छ अरे त्यो ब्रेन लेभल हेर्ने गर्ने त्यसको सबसे हाई छ क्या भन्छ मान्छे त जिनियस हो होइन रकेट इन्जिन आफै बनाइदिने अनि मान्छे खतरा होइन जिनियस हो नि अहिले जिनियस आजलाई त्यो पागल पनि रहेछ क्या फेरि यस्तो हो भन्छ अब मान्छेको जस्तो क्यापेसिटी छ नि त्यो क्यापेसिटीको माइन्डलाई चाहिँ जतातिर लगायो त्यतैतिर खतरा बनिदिन्छ क्या त्यसले अहिलेसम्म केही इनोभेसन गर्ने नयाँ कुराहरू गर्नेतिर माइन्ड लगाएको थियो र त्यसले यस्तो बनायो नि त्यही माइन्ड चाहिँ यता अब डिक्टेटर जस्तोमा लगायो भने चाहिँ त्यो त्यतातिर खतरा बनिदिन्छ क्या अब यो कुराले भोलि अब युएसलाई अब उनीहरूको लङ टर्म स्ट्राटेजी होला युएसलाई धेरै माथि पुऱ्याउला त्यो चाहिँ थाहा भएन होइन भन्छ अब हामीले त यसरी हामी भनेको त हामीले त यसो हेर्दाखेरि अब हामीलाई के ठिक लाग्छ त्यही बोल्नु नि त नि हामीले त अब तिनीहरूको बारेमा त हामीलाई खासै केही नै थाहा छैन नि त हामीले हामी त न्युजबाट मेनिपुलेट हुने मान्छे नि त न्युजले जे भन्थ्यो नि हामी पताउनु परिहाल्यो हामीलाई त अरू केही थाहै छैन नि त त्यही भएर यिनीहरूको भित्र चाहिँ एकदम छ क्या गन्जागोल छ क्या भन्छ जसलाई नि धम्की दिएको छ जसलाई नि ट्यारिफ ठोकिदिन्छ ट्यारिफबाट ठोकेको छ उसले
लाइटिङहरू हेरै टक्क ल के हुँदै थियो अरे भन्छ कुरा त्यही हो, हामीले चाहिँ गाइज यो रात पर्दैको भएर हामीले यता लाइटतिर क्यामेरा घुमाएको है, त्यसलाई चाहिँ डोन्ट माइन्ड। हामी चाहिँ कहाँ थियौँ भने त्यही त नि क्या युएस पोलिसीतिर थियौँ हामी है। अनि मलाई एउटा कुरा चाहिँ के लाग्छ भने भन्छ मेरो आफ्नो पर्सनल थट भनौँ है, यो चाहिँ ओपिनियन तिम्रो मेरो पर्सनल ओपिनियन यो चाहिँ मान्छे चाहिँ अलिकति त्यो जुन हिसाबले पनि भनौँ होइन, त्यो अब फाइनेन्सियल हिसाबले भनौँ अथवा त्यो अलिकति पोलिटिकल हिसाबले भनौँ होइन, अलिकति पपुलर भएपछि चाहिँ त्यो मान्छेले आफूलाई हेर्ने नजरै फरक हुँदो रहेछ जस्तो लाग्छ कि। किनभने अब नर्मल्ली हाम्रो देशकै प्रधानमन्त्री केपी ओलीको 2-4 वर्षको इतिहास हेऱ्यो भने, पहिलाको सिचुएसन हेऱ्यो भने केपी ओलीको भनेर मान्छेले ट्याटु हान्ने, केपी बा आई लभ यु भन्दै हिँड्ने त्यो थियो नि त होइन। अब तिम्रो भारतको नरेन्द्र मोदीको हेऱ्यो भने त्यस्तै, अब यो साउथ कोरियाकै हेऱ्यो भने पनि तिम्रो अब एउटा पोस्टमा पुगिसकेपछि चाहिँ सैनिक शासनै लगाइदियो नि त केही घन्टाको लागि भयो नि लगाइदियो। अनि अब रसियाको त्यस्तै भइहाल्यो, पुटिन, सी जिङपिङ अब त्यस्तै भइहाल्यो। अब आजको दिनमा हेर्दा तिम्रो ट्रम्प भयो, त्यसपछि यता एलोन मस्क भयो। अब त्यो एउटा लेभलमा चाहिँ फाइनेन्सियल हिसाबले पनि पपुलारिटीको हिसाबले पनि एउटा लेभलमा पुगिसके तिनीहरू। अब आजको दिनमा हेर्दा यो सबै मान्छेहरू चाहिँ अब मैले भने जस्तो होस्, मैले चाहे जस्तो होस् भनेरै हिँड्ने जस्तो देखिन्छ क्या। त्यो त त्यही हो नि भन्छ, पावरमा पुगेपछि होइन जसले नि त्यो चेप दिन्छन् क्या, जसलाई नि चेप दिन्छन् भन्छ। मेन पावरको भोक भनेको त्यही हो क्या भन्छ। सब म मेरो चलाउँछु, म मेरो तरिकाले चलाउँछु, सबलाई डिक्टेट गर्छु भन्ने हो नि त पावर भनेको त। त्यो कुर्सीमा बस्न कसलाई रहर छ भन न। किनभने अब त्यहाँ बसेरै पनि राम्रो खालको गरेर राम्रै उस गर्ने उसहरू पनि त छन् नि त। बाराक ओबामा हेऱ्यो नि आजको दिनमा, बाराक ओबामाको चर्चा अहिले पनि हुन्छ नि होइन। हिस्ट्रीमा हेर्ने भने बाराक ओबामाले नि फेरि गरेका कर्तुतहरू पनि धेरै छन् होइन भन्छ। किन भन्दा बाराक ओबामाको टाइममा नि धेरै वार भयो नि त, वारहरू धेरै भयो। त राम्रो पक्ष नि हुन्छ, राम्रो पक्ष नराम्रो पक्ष सबैको हुन्छ। अब ट्रम्पको नि राम्रो पक्ष भनेको त उसले नि वार गराउनु नि त, त्यसको चाहिँ राम्रो पक्ष नि त। वारको खिलाफमा भनेको त राम्रो हो नि, मान्छे नमर्नु त राम्रो हो नि। वारको तर पनि अब पोजिटिभ हिसाबले जानु पर्यो नि त सबैले। बाराक ओबामा ल अनि 2टा टर्म लगातार जित्नु भनेको खतरा मान्छे होइन। पपुलारिटी हेर अझै पनि तिम्रो डेमोक्रेट पार्टीलाई चलाउने नि बाराक ओबामाले त हो नि। त्यो जो बाइडेन बिचरा त्यो त अहिले बिर्सिने मान्छे हो, त्यो पछाडि त सबै बाराक ओबामाको हात हो नि त। बाराक ओबामा मान्छे चाहिँ खतरा भएर अहिलेको यो जो हेर्दाखेरि पनि अब पावरमा पुगिसक्यो होइन, पपुलारिटी पनि कमाइसक्यो, फाइनेन्सियल हिसाबमा पनि राम्रै भइसक्यो। अब जुन देशमा छ त्यही हिसाबले राम्रै भइसक्यो। अब चाहिँ म कसरी चाहिँ सबलाई चाहिँ कन्ट्रोल गरौँ भन्ने क्या। अब इलन मस्कको नीति पनि त्यही त हो नि। त्यही हो त्यही। अब उसले अब आफ्नो ठाउँबाट गर्नु पनि इनोभेसन गर्यो, फरक कुराहरू ल्यायो, मान्छेहरू सबैबाट पपुलारिटी भयो, फाइनेन्सियल रूपमा पनि त्यो टपमै पुगिसक्यो, सबै गरिसक्यो। अब उसको चाहना भनेको चाहिँ ट्याक्क मान्छेहरू सबलाई चाहिँ आफूले लिड गरौँ, आफूले कब्जामा राखौँ भन्ने छ नि त। डिक्टेटरसिपतिर हो क्या यिनीहरूको जान गरेको, यिनीहरूको लक्षण भनेको डिक्टेटरसिपमा जाने हो भन्छ ट्रम्पको उसको होइन। सबै मेन भनेको सुरुवातै यही हो क्या। अब सम्पत्ति अब विरोध यिनीहरू धेरै समय टिक्दैनन् क्या भन्छ। तिमी मेरो कुरा लेखेर राख होइन। यिनीहरू अब जसरी होइन युरोपियन युनियनसँग वेस्टसँगै अलाइन हुनैपर्छ क्या, नत्र यिनीहरूलाई यति प्रेसर आउँछ नि हेर। अलि अस्तिबाट इलन मस्कको सम्पत्ति 100 बिलियनभन्दा बढी घटिसक्यो क्या। कति ब्याकल्यास आइरहेछ कति क्या, त्यो मान्छेहरूको हेट कति आइरहेछ कति क्या। जहिले यसरी त सक्दैनन् उनीहरू पनि केही कुरामा झुक्नै पर्छ। अहिले ट्रम्पको धम्कीलाई कसैले सिरियसै लिँदैन। जसले नि अब उहाँ जेलेन्स्कीले थर्काएर गइदियो अस्ति व्हाइट हाउस आएर दिएन, जेलेन्स्कीले आएर 1-1 दिएर गइदियो 2जना जेडी भाष र उसलाई 2टैलाई। अनि उहाँ क्यानाडाको राष्ट्रपतिले उहाँ ओपन हानिदिने। हजुर भनेको त मोदीले मात्रै हो क्या, मोदीले मात्र हजुर केही बोल्दैन उता होइन। जसले पनि कोलम्बियाले भयो, कोलम्बियाले पनि त्यस्तै थर्कायो नि त। अनि इन्डियाको हेर त उहाँ पुरा त्यो इलिगल इमिग्रेन्ट उहाँ पुरा चेनसेनले मादेर ल्याएर फालेर गइदियो क्या। मोदी चुप छ क्या। अब विश्वगुरु भनेको छ, उहाँ व्हाइट हाउसमा गएर हजुर भनेको छ, केही बोल्ने होइन क्या। अब इन्डियन जस्तो गरिदिउँ होइन। ओके, अब यो सबै कुराहरू भइसकेपछि लास्टमा चाहिँ जस अब तिमीलाई यो कुरा चाहिँ भनौँ न, गरौँ न,
जस्तो अलिकति आफ्नो कुराहरूदेखि लिएर अब साउथ कोरियासँग रिलेटेड होस् अथवा के होस् भन्न मन लागेको कुराहरू? त्यस्तो भन्न मन लागेको कुरा त त्यस्तो खासै केही छैन, किन भन्दा अब सबै अब आफ्नो आफ्नो ठाउँमा सबैले गरिरहेको छ, त्यो ठिकै छ होइन। अब नर्मली आजभोलि मान्छेलाई कसैलाई ज्ञानको जरुरतै छैन क्या भन्छ। अब मैले फेरि ज्ञान दिन उसो भएर होइन, जस आजभोलि हेर मोटिभेसनल स्पिकर जसले नि दिइरहेको हुन्छन् क्या, मलाई त्यही भएर आजभोलि यताउता दिइमर म त्यो खासै मन नि पर्दैन। मलाई खास भन्न पर्ने चाहिँ अब त्यही, अब रिसेन्टली अस्ति एउटा दुःखद घटना घट्यो नि त, एकजना साथीले सुसाइड गर्नुभयो नि त। हो त्यो घटना चाहिँ अब कति अब हाम्रो साथीहरू चाहिँ अब अलिकति ठुलो पदमा पुग्यो भनेर अब जस आफ्नै दाजुभाइ अथवा जुनैसुकै देशको पनि अब अलिकति हेप्ने पेल्ने त्योवाला बिहेभियर चाहिँ नगरिदिनु होला भन्न चाहन्छु यार। अहमता देखाउने अहमता नदेखाउनु, अब सबै कामदार त्यो हो क्या सबभन्दा नराम्रो पक्ष भने त्यो हो क्या भन्छ यार। अब अर्काको देशमा आएको छ, यहाँ जुन देशबाट आयो, जुन अब हामी नेपालबाट आइयो, चाहे पूर्वबाट आओस् पश्चिमबाट आओस्, जुन देशमाबाट आए पनि हामी सँगै बसेपछि चाहिँ भोलि बिहान गाह्रो अप्ठ्यारो पर्दाखेरि ठ्याक्कै त्यो फ्यामिलीको भ्यालु हो क्या, त्यो साथीभाइको होइन, त्यो जुन जातको होस्, जुन धर्मको होस्, जुन वर्गको होस् होइन। किनभने भोलि बिहान बिरामी भएर बिस्तारामा लड्दाखेरि अलिकति हेल्प गर्ने भने त्यही धर्मको मान्छेले हो, त्यही वर्गको मान्छेले हो होइन। त्यही भएर नि विदेशको ठाउँमा आएर यस्तो खालको घटनाहरू घट्दाखेरि चाहिँ एकदमै नराम्रो लाग्ने क्या। त्यही त त्यो अब त्यो मान्छेहरूको त्यो सोचाइ देख्दा होइन, अब पुगिन्छ पोस्टमा पुगिन्छ, अलिकति अब मान्छन् साउहरूले गन्छन् होइन, उस्तो गर भन्छन् होइन। अब त्यो गरिरहँदाखेरि पनि अलिकति नेपाली साथीहरूलाई नै अलिकति सहज हुने तरिकाले फेरि यो मैले एउटा याद गरेको भन्छ जुन कम्पनीमा नि एउटा चम्चे हुन्छ क्या, यो चम्चे चाहिँ हुन्छन् क्या कसम मैले भेटेँ अति केटाहरूसँग बुझ्छु होइन, एउटा छ त्यो छ एउटा यस्तो छ भन्छन् यार केटाहरूले यार। त्यो प्रब्लम तिम्रोमा नि होला क्या, त्यो पक्कै छ होइन, मलाई त्यस्तो छैन। एक्लै भयो नि, पहिला त थियो तिम्रो, पहिला थिएन भन्छ, थिएन पहिला चाहिँ अब त्यहाँ तिमी एक्लै हो होइन, पहिला मैले छोडेको, अहिले चाहिँ एक्लै हो। मैले पहिला छोडेको कम्पनीमा नि अब म नै जस्तै एउटा लिडर जस्तै थिएँ नि त त्यति बेला, सबै भाइहरू थिए। मलाई त्यति बेला चाहिँ अब आज पनि अब कसैले सुन्दै होलान्, कसैले हेर्दै होलान् होइन, झुट कुराहरू बोल्यो भने जसलाई पनि थाहा भइहाल्छ। त्यो अब कोही कहाँको मान्छेहरू हुन्थे क्या सँगै, अब सबैले दाइ दाइ भन्दाखेरि चाहिँ त्यो कुनै पनि अलिकति टाढाको चाहिँ हो जस्तै लाग्ने थिएन क्या, सबै आफ्नै गाउँको घरतिरको कतैको होला जस्तो लाग्ने। अब बिस्तारामा तिमी बिरामी भएर बिस्तारामा सुत्दाखेरि केटाहरूले यो खाँदा यो खाए, यो मनपर्छ कि त्यो मनपर्छ कि भन्दै बिस्तारामा ल्याइदिन्थे क्या। किनभने त्यो फ्यामिलीवाला फिल कम्पनीमा भयो भने गाह्रो होस् अप्ठ्यारो होस् जे होस् एकदमै मजावाला लाइफ हुन्छ क्या कोरियामा। मेरो चाहिँ त्यस्तो थियो भन्छ। अब त्यति बेला चम्चागिरी गर्न त्यस्तो गर्न चाह्यो भने त अब त्यहाँ अब म त अफिसमै काम गर्ने, सबै कुराहरू आफै गर्ने, यताउति जे जसलाई जे गर्न नि सक्ने अवस्थामा पोस्टमा थिएन नि त त्यो समय उता हुँदाखेरि। त्यो त्यहाँ जसलाई जे गराए, जुन काम गरायो भने त्यो साउले के गराइस् भन्ने थिएन, साउले तँलाई जे मन लाग्यो त्यही गराइ भन्ने टाइपको थियो, त्यो थियो। अनि त्यति बेला चाहिँ मलाई फिल हुन्थ्यो क्या, दाइ दाइ भन्दाखेरि अब आफ्नो भाइहरू पनि त अरू देशमाहरू गएको छन् होइन, गरिरहेको छन्। त्यो ठ्याक्क त्यो कुनै दिन पनि त्यहाँ अब 8-10 जना केटाहरू हुन्थे होइन, कोही दाइ हुन्थे कोही भाइ हुन्थे। त्यो कुनैलाई पनि त्यो यो फरक हो, यो चाहिँ अब यो कहाँको भन्ने खालको त्यो मेरो मनदेखि चाहिँ आउँथेन कि। सही हो भन्छ, सबैको सोच तिम्रो जस्तै हुँदैन। किनभने मान्छे अब कोही चाहिँ पावरलाई दुरुपयोग गरिदिने क्या लास्ट क्या, अब आफ्नो फाइदाको लागि होइन, आफ्नो फाइदाको लागि अरूलाई पेल्दी मर्दी भन्ने त्यो म्याक्सिमम हुन्छन् क्या भन्छ। मलाई चाहिँ के लाग्छ भने ठ्याक्क विदेशमा आएर अब नेपाली नै मान्छे एउटा पोस्टमा पुगिसकेपछि त त्यसले पहिलो प्राथमिकता भनेको त नेपालीलाई नै अलिकति राम्रो हुने गर्नु पर्यो नि त होइन। त्यो परे फेरि यस्तो है भन्छ, अब फेरि सधैँ त्यो लिडरै चम्चा त्यो नि हुँदैन, त्यो पदमा भएको मान्छे फेरि सबै त्यस्तो हुन्छ भन्ने नि हुन्न होइन। अब कति धेरै मान्छे राम्रो नै हुनुहुन्छ ल, फेरि अब अलि तल्लो पदमा भएको मान्छे फेरि गलत पनि हुनसक्छ नि त। त्यो तल्लो पदमा भएकोले नि फेरि त्यो पदको चाहिँ रेस्पेक्ट गर्नुपर्छ है, त्यो चाहिँ हुनुपर्छ, पदको चाहिँ एटलिस्ट रेस्पेक्ट चाहिँ गर्नुपर्छ। अब यो गर पदमा गएर मलाई पेल्यो अरे भन्ने बेला त्यस्तो सोच भन्दा नि जस पदको चाहिँ रेस्पेक्ट चाहिँ हामीले सबैले गर्नै पर्छ क्या। त्यो भूमिका सबैको हुन्छ क्या। अब त्यो पदमा पुगेको मान्छेले पनि
त्यस्तै खालको व्यवहार गर्नु पर्यो, तलको मान्छेले पनि रेस्पेक्ट गर्नु पर्यो होइन। अब यस्तो खालको घटनाहरू नहोस् कोरियामा बसिरहेको। यस्तो घटना कोरिया होइन, कोरियाभन्दा अरू देशमा पनि जुनसुकै हामी नेपाली जुनसुकै देशमा भए पनि यस्तो खालको घटनाहरू नघटोस् कि होइन। कसैलाई पनि नघटोस्, किनभने अब एउटा हामी पैसा मात्र कमाउनु लिएको आफ्नो लाइफलाई सहज बनाउनलाई होइन। अनि जस अब यो सुसाइड गर्नु भनेको नि अलिकता कमजोर मानसिकता हो नि त। अब मान्छेले सुसाइड गर्ने भनेको त अब मेरो केही उपाय छैन, अन्तिम उपाय यही हो भन्ने सोच हो नि त। त्यो हिसाबमा सोच्नुभन्दा पनि अब उपायहरू चाहिँ अफकोर्स भइहाल्छन्। अब ठ्याक्क त्यो गलत डिसिजन लिनुभन्दा अगाडि चाहिँ टक्क परिवारलाई सम्झेर टक्क बरु कोरिया छोडेर जाने। गाह्रो छ भने बरु नेपाल जाने होइन। परिवारले त केही भन्दैन नि। समाजले त जति राम्रो गरे नि क्वेसन गर्ने हो, जति निकममा भयो नि क्वेसन नै गर्ने हो समाज होइन। फ्यामिली एउटा बिचरा फ्यामिली नै उजाड भयो नि त। उजाड भयो नि, हेर न बिचरा अस्ति भर्खर कति समय अगाडि आएको त्यही त कोरियामा होइन। अहिले त फेरि नेपालको सिचुएसन हेऱ्यो भने नि साउथ कोरियामा चाहिँ कसरी छिरौँ एनी अब त्यहाँ टेक्नो पाए चाहिँ हुन्थ्यो भन्नेवाला छन् नि त मान्छेहरू। अहिले यहीँ थोक्ने उनमा हिँड्न ठोक्किँदै हिँड्थे नेपालीहरू। हेर त कति उनीहरूले स्टुडेन्टहरू राम्रो एउटा त्यो ड्रिम कन्ट्री जस्तै भइरहेको छ साउथ कोरिया होइन। ठिक छ, अपर्च्युनिटी दिइरहेछ हाम्रो लागि त दामी हो नि साउथ कोरिया भन न। धेरै पैसा तिर्न परेन, अमेरिका जस्तो डङ्की रुटमा जान परेन, युरोप जस्तो 15 लाख 20 लाख तिर्न परेन होइन। राम्रो हो के कोरिया। म त उता युरोप अमेरिका भन्दा मलाई कोरिया हरिप लाग्छ क्या। मलाई लास्टै मनपर्छ भन्छ कोरिया। मलाई अमेरिका र कोरियाको कम्पेयर गर्यो भने मलाई कोरिया नै मनपर्छ क्या। होइन ठिक छ क्या। अब हामीलाई अब टक्क काम अनुसारको पैसा दिइरहेछ, राम्रो छ देश, राम्रो छ। त्यो भेदभाववाला फिल छैन के। छैन यो विदेशी हो, यसलाई चाहिँ अलिकति डोमिनेट गर्नुपर्छ है। यसलाई त जे भने नि हुन्छ, जे गरे नि हुन्छ, हामीले भनेको यसले सुन्नुपर्छ, यसलाई चाहिँ थर्काउनै पर्छ भन्नेवाला स्यालेरी डिस्प्यारिटीहरू त्यस्तो छैन नि त। गभर्मेन्टले टक्क फिक्स गराइदिन्छ स्यालेरी। कस्तो राम्रो छ क्या देश। अब त्यो के भन्छ अरे, अब हल्का रेसिजम भन्ने कुरा चाहिँ फेस गर्नै पर्छ भन्छ अरे जता गयो नि होइन। तर यहाँ चाहिँ अरू देशको कम्पेरिजनमा यहाँ चाहिँ रेसिजम मैले त्यति देख्दिनँ। अलिअलि चाहिँ छ भन्छ, त्यस्तो साह्रै नभने अलिअलि। अब त्यो हुँदै नभएको त भन्न मिल्दैन होइन। अलिअलि चाहिँ छ, कोही कुराहरूमा छ होइन। कुनै कुरा अब रिसेन्टली अब म एक दुईवटा इक्जाम्पलै दिन्छु तिमीलाई। अब त्यस्तो साह्रै त्यो रेसिजम भयो म नेपाल गइदिन्छु भन्ने मलाई होइन कि। जस अलिअलि कता लागेको मलाई चाहिँ। अब जस्तै अब तिमी टक्क ट्रेनमा बसिरहेछौ, अब यहाँनिर टक्क खाली छ नि, त्यहाँ कोही कोरियनहरू खास यहाँनिर बस्न मान्दैनन् क्या भन्छ। तिमीले याद गर्छौ त्यो हुन्छन् टक्क गर्ने। अनि कोही ठाउँमा चाहिँ यसरी गएर बस्यो भने होइन, त्यो चाहिँ टक्क उठेर गएर उता बस्दिने त्यस्तोवाला छ नि। त्योवाला नि कहीँ न कहीँ यो त रेसिजमै हो नि। त्यो अलिकति त्यो निरै भयो। अनि मैले एक दुईवटा ठाउँमा विचार गरेको क्या। अनि अब जस्तै म मेरो एउटा साथीकै इक्जाम्पल दिन्छु। अस्ति मेरो एकजना साथी चाहिँ नेपाल जाने भनेर घर आमाको लागि एउटा घडी लगिदिनु पर्यो यार, राम्रो घडी किन्नु छ भनेर भने होइन। अनि टक्क गएछ सोरुममा, गएछ ठुलै सोरुम मलमै गएछ क्या। आमाको लागि त यार जति महँगो भयो नि घडी लगिदिन्छु भनेर गएँ होइन। टक्क सोरुममा गएछ होइन साथी, टक्क गएर घडी सडी टक्क हेर्दै रहेछ होइन। अनि अब नर्मली त त्यो डिपार्टमेन्ट स्टोरको मान्छेहरू त आएर टक्क यताउता बताउने अनि यताउता त्यो केही गरेन अरे क्या। सोध्ने अनि होइन, त्यो टक्क बालै दिएन अरे क्या। त्यो विदेशी हो, यसले किन्दैन भन्ने मानसिकता होला नि त। अनि मेरो साथीले चाहिँ टक्क बेलुका आएर मलाई फोनमा भनेको क्या, मैले यार त्यो घडी किन्थेँ यार भान्जा। अब मलाई त भान्जा मैले त्यो घडी किन्थेँ यार भान्जा होइन, मलाई त बालै दिएन यार, यताउता हेर्दैन यार। मैले बोलाउनु खोजेको वास्तै गर्दैन। मैले त्यो घडी किन्ने थिएँ यार आमाको लागि, कस्तो मन परेको थियो, मैले खोजेकै वाला घडी थियो त्यहाँ भने क्या। त्यो चाहिँ मलाई कस्तो नरमाइलो लाग्यो क्या भन्छ। त्यो चाहिँ अब कता त्यो त हुन्छ भन्छ। त्यो सबै त्यस्तै त भन्न पनि मिल्दैन होइन। सबै होइन, सबै त भन्नै मिल्दैन। क्षेत्रमा चाहिँ त्यस्तो पनि छन्। त्यो कहिले भेटिन्छ, त्यो हामीले नै अनुभव गर्ने कुरा हो नि त। अभियसली हो भन्छ। फेरि त्यो
ह्युमन नेचरमा भएकै कुराहरूलाई के भन्छ भएकै अब हामी नि अब फेरि नेपाललाई हामीले अब इन्डियनलाई कसरी थर्काइरहेको हुन्छ यार। त्यो हाम्रो स्कुलतिर चटपट बेच्न आउने कि चटपट गरेर लहर दिन्थे केटाहरूले त्यस्तो खालको हाम्रो त यिनीहरूको जतिको माइन्ड यिनीहरूको जस्तो त्यो होइन भन्छ अब संस्कार यस्तो एज अनुसार अब हामी नि अब हल्का कुरा बुझ्न थाल्यो नि त अहिले चाहिँ अनि त्यो कता चाहिँ जेस यस्तो यस्तो रेसिजम चाहिँ अलिअलि चाहिँ हुँदो रहेछ भन्ने कुरा मात्रै त्यस्तो साह्रै होइन अब जेस त्यो भनेको त्यसलाई चाहिँ सामान्य रूपमै लिनुपर्छ ह्युमन नेचर जस्तै हो त्यो अब अलिकति त्यो फरक देशको मान्छेसँग अलिक क्लोज हुन नखोजेको अलिकति बोल्न नखोजेको त्यो सबै त्यस्तो भन्दा नि त्यो कुनै सबैलाई त त्यो भन्नु मिल्दैन अनि भान्जा अब मसँग यत्रो कुरा गरेर यताउता अनि के छ तिम्रो सुनाऊ अब फ्युचरमा के छ के गर्ने छ त तिमीले चाहिँ खास यो युट्युब चाहिँ मैले तिमीलाई पहिल्यै जमानाबाटै गर भनेर तिमीलाई सजेस्ट चाहिँ मैले धेरै पहिला गरेको थिएँ नि भन्छ अब अहिले आएर तात्तियौ तिमी होइन तर तिमीले यो पहिला धेरै पहिला गर्नुपर्ने कुरा हो क्या भन्छ मान्छे यो के हुँदो रहेछ भने मैले फिल गरेको कुरा के हामीले सबै कुरा चाहिँ एकैचोटि माथि लग्न नसकिँदो रहेछ क्या भन्छ आजको दिनमा हामी साउथ कोरियामा बसेर एकदम पैसाको पछि लाग्यो भने आफ्नो रहर चाहनाहरू चाहिँ त्यत्तिकै पछि हुँदो रहेछ अनि कुनै एउटा पोइन्टमा पुगेपछि चाहिँ त्यो आफूलाई चाहिँ एकदम रिग्रेटवाला फिल हुँदो रहेछ क्या म चाहिँ अलिकति अब पैसा त अब त्यस्तो धेरै कमाउन सक्ने होइन थोरै तलमाथि हो होइन तर आफ्नो त्यो चाहनाहरू चाहिँ सबै कुराहरू पछाडि छोड्दाखेरि चाहिँ यो लाइफमा चाहिँ यो चाहिँ गर्न सकिएन भन्नेवाला रिग्रेट फिल चाहिँ हुँदो रहेछ क्या त्यो मलाई चाहिँ कता फिल हुन्छ क्या त्यो मलाई चाहिँ त्यही हो मलाई चाहिँ तिमीले चाहिँ गर्नुपर्छ किन भन्दा तिमी यो कुरामा इन्ट्रेस्टेड छौ भन्ने मलाई पहिल्यैबाट थाहा थियो नि त तिमी फोटोग्राफी भिडियोग्राफीहरू फिल्मिङ गर्नमा इन्ट्रेस्टेड छौ अब यताउता तिमीले सामान्य त सबै किनेछौ नि त क्यामेराहरूदेखि लिएर गिम्बल सिम्बलहरू ड्रोन सोन तिमीसँग सबै छ होइन सबै सेटअप छ अब प्लेटफर्म छ होइन प्लेटफर्मको लागि कसैसँग हजुर भन्नु पर्दैन अहिले होइन यो कुराहरूमा चाहिँ अगाडि गरिराखेकै भन्छ म चाहिँ तिमीलाई त्यही सजेस्ट गर्छु सजेस्ट भन्दा नि जस तिम्रो छ क्या त्यो अब तिमी यसो राम्रोसँग बोल्न सक्छौ होइन मान्छेको चाहिने भनेको क्यापासिटी त्यही त हो नि अब तिमीले जस ग्रो बिस्तारै गरे पनि तिमीले बिस्तारै तिम्रो स्किल पनि डेभलप भइराखेको हुन्छ क्या भन्छ आजको दिनमा ठग लाइफ कोरियाको चाहिँ एक समय थियो कि ट्याक्क मान्छेहरू कामबाट आए अनि ठ्याक्कै आफैमा भएको एउटा घटनाहरू चाहिँ ठग लाइफ कोरियाबाट आइरहेछ है भन्ने खालको त्यो ठ्याक्क आउँथ्यो कि आफूसँग रिलेटेड पोस्टहरू आइरहेको थियो होइन अनि त्यसलाई ट्याक्क छोडेर अब चिलबिल अब उत्सव सापकोटा दाईहरू उत्सव दाईहरूसँग चाहिँ त्यो ठ्याक्क त्यो एउटा राम्रो त्यो कोरियामा भएको मान्छेहरूलाई उनीहरूको एउटा अलिकति गाह्रो अप्ठ्यारो परिस्थितिलाई चाहिँ एउटा कमेडी शैलीमा ट्याक्क पोस्टहरू ट्याक्क दिने टाइमबाट अनि ट्याक्क चेन्ज भएर कसरी चाहिँ चिलबिललाई ट्याक्क समातेर अहिले चिलबिलको पोस्टर आउनु थाल्यो हो त्यो चाहिँ त्यहाँनिर तिमीले सही क्वेसन सोध्यो भन्छ किन भन्दा मैले खास त्यो गर्नु चाहिँ गलत हो जस्तो लाग्छ यार भन्छ मलाई नि यसो कहिलेकाहीँ मैले रियलाइज गर्छु मैले चाहिँ खास ठग लाइफ कोरिया सुरुमा फेसबुक पेज खोल्दाखेरि यहीँ मान्छेहरू यहीँको हाम्रो गोर्खेहरूको गोर्खे पारामा हुन्छ नि त त्यहाँबाट म चाहिँ अहिले चाहिँ सबै अडियन्सहरूलाई टार्गेट गर्न थालेँ त्यो चाहिँ मेरो एकदम अब किन भन्दाखेरि अब ट्रेन्डै त्यसरी नै चल्दियो क्या भन्छ त्योवाला मिम ट्रेन्डै हराइदियो क्या त्यो हराइदियो अब आफ्नो फेरि अब यतापट्टि भिडियोतिर लागेपछि अब त्यो छुट्दै गए पछाडि त्यही भएर मैले गरिब पोडकास्ट खोलेको नि गरिब पोडकास्टमा चाहिँ हाम्रो केटाहरू अब हाम्रो सुधीर दाई हुनुहुन्छ होइन तिमी नि अब एक दिन इन्भाइटेड हो है अनि अब त्यहाँ ट्याक्क कुरा गर्दाखेरि चाहिँ हाम्रो गरिब पोडकास्टमा चाहिँ यही कोरियामा भइरहेको कुराहरू अब हाम्रो यस्तै कुराहरू होस् भन्ने हिसाबले नि त्यो गरिब पोडकास्ट चाहिँ मैले सुरु गरेको भन्छ ठ्याक्क त्यो टाइममा चाहिँ के थियो भने ठ्याक्क त्यो कोरियामा बसेको लगभग धेरै मान्छेलाई रिलेटेड हुने पोस्टहरू अब भनौँ न अब मान्छेहरू त्यहाँ काम गर्दा गर्दै कति फ्रस्ट्रेट भएको मान्छेहरू हुन्छन् कति टेन्सन तनाव भएको कति डिप्रेसनमा गएको मान्छेहरूलाई पनि त्यो पोस्टहरू हेर्दाखेरि ओहो भनेर एउटा हाँस्ने खालको त्यो उस मिल्थ्यो कि अब त्यसमा अब भनौँ न एउटा पपुलरको हिसाबले गइएला नगइएला एउटा चाहिँ त्यो मान्छेमा पनि अलिकति राम्रो एउटा पोजिटिभ भाइब्स दिनको लागि चाहिँ ठग लाइफ कोरियाको एकदम भूमिका छ है भनेर मैले मेरो त्यो कम्पनीको साथीहरूलाई पनि भन्थेँ क्या होइन हेर केटा हो त्यहाँको पोस्टहरू हेर एकदम राम्रो हुन्छ माइन्ड फ्रेस गर्छ भनेर भन्थेँ केटाहरूले हेर्थे कमेन्ट पनि गर्थे होइन अनि ठ्याक्क त्योबाट चाहिँ चेन्ज भएर चिलबिलमा चाहिँ यस्तो हो भन्छ चिलपिले स्पेसिफिक चिलपिले भन्ने थिएन मैले सुरु गर्दाखेरि त्यति बेला पहिलाको भिडियोहरू हेऱ्यो भने मेरो भन्छ मैले कमेडी मात्रै हाल्थेँ क्या
कमेडी पहिला त म जे कमेडी छ त्यही हाल्थेँ क्या भन्छ मैले जे भेट्छु मैले त्यही हाल्थेँ क्या पहिला त अझ सुरुमा अहिले त्यो ट्रेन्ड नै हरायो होइन ट्याक्कै यहाँ चस्मा लगाउने मुखमा चुरेटवाला अनि त्यो एउटा टिङ 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 भन्ने एउटा इङ्ग्लिस म्युजिक छ नि त्यो हाल्नेवाला ट्रेन्ड त्यहाँबाट सुरु गरेको अहिले त्यो ट्रेन्ड नै हरायो होइन त्यो ठग लाइफ भनेरै त्यही हो क्या खासमा ठग लाइफ भनेको त्यो हो नि त चस्मा चुरोट लिएर हैन घाँटीमा लाएर अनि पछाडि अब म ट्रेनसँगै चल्दै गएँ अब जे चल्छ होइन अब तिमीलाई के मनपर्छ मैले त्यही दिन त हो नि मलाई आफूलाई मनपर्ने कुरा मैले सोसियल मिडियामा हालेँ नि कामै गर्दैन क्या अब मलाई त रकेट साइन्स मनपर्छ स्पेस मनपर्छ होइन अब स्पेस हालिदिएर त चल्दैन नि त मैले जे मन त्यही भएर मान्छेहरूलाई चाहिँ कमेडी चिज धेरै चाहिरहेछ क्या भन्छ मान्छेहरूलाई हाँस्नै परिरहेछ होइन ठ्याक्क त्यो छोड्नुको रिजन भनेको अब साउथ कोरिया मात्र नभएर नेपालीहरू जहाँ जहाँ हुनुहुन्छ सबै नेपालीलाई टार्गेट गर्ने हिसाबले साउथ कोरियाको नि भयो अब साउथ कोरियाकोले नि त्यो मजा त लिन सकिहाल्यो नि त्यो सँगै त्यो सक्यो अब यताउता अब यता जापानतिर पनि हुनुहुन्छ अडियन्स युएस क्यानाडा स्यानाडा होइन यताउता सबैतिर हुनुहुन्छ नेपालीहरू जहाँ हुनुहुन्छ त्यो देशमा चाहिँ जस थोरै धेरै मान्छेले हेरिराख्नु त्यो चाहिँ हेरिराख्नुहुन्छ अब चिलबिलसम्म पुग्नेको कहानी चाहिँ त्यही हो बिस्तारै भिडियो गराउँदै गएपछि अब यङ जेनेरेसनहरूले मन पराएको के छ भन्दाखेरि हल्का चिलपिल अब हाम्रो उत्सव दाइ होइन क्षितिज होइन यहाँ अब हाम्रै स्टाइलमा नि त बुढाहरूले दिने त अनि शैली नै एकदम चिल छ क्या मान्छे अब कमेडी वेमा प्लस एउटा राम्रो म्यासेज होइन ह्युमरसँगै म्यासेज पनि दिन सक्ने यताउता अनि पछि चिलपिलको हाल्न लागेपछि अनि बिस्तारै अब फेरि अल्गोरिदम नै जे हालिदियो त्यही अनुसारको सेट हुन्छ नि त हुन्छ फेरि अब आफ्नो पर्सनल मान्छेको चोइस पनि जसमा धेरै भ्युज गयो त्यही बनाऊँ भन्ने हुन्छ त्यही त अनि अब मैले नि अब चिलपिल हुँदै गएँ अनि टक्क खासमा त मलाई थाहै थिएन नि अब चिलपिलमा यसरी चिन्लान् मलाई थग लाइफ कोरियालाई चिन्लान् भन्ने त मलाई थाहै थिएन नि भिडियो हाल्दै गएँ होइन भिडियो हाल्दै गएँ अनि ट्याक्क अब उनीहरूले नि देख्दा रहेछन् अब मलाई त थाहै थिएन देख्लान् अर्लान् भन्ने त होइन खै थाहा छैन म चाहिँ खुरुखुरु आफ्नो काम गर्थेँ होइन टक्क भ्युज त आमा अहिले हो त्यो नेपालमा टिकटक ब्यान गर्दैछ क्या भ्युज घटेको मेरो जुन भिडियो हाले नि मिलियन क्रस हुन्थ्यो क्या भन्छ त्यति बेला लगभग दिनमा मैले 4-5वटा भिडियो हाल्थेँ एउटा भिडियो त मिलियन क्रस हुन्थ्यो क्या त्यस्तो वाइल्डबाट ट्याक्क नेपालमा ब्यान भयो ठ्याक्क झऱ्यो होइन त्यस पछाडि अब बिस्तारै पिक लिँदैछ अनि ट्याक्क अनि एक दिन चिलपिलमा कुरा गरेर रहेछन् मैले फेरि त्यही एपिसोड नसुनेको क्या के भएर काममा के भएर अनि मेरो एकजना साथीले ओ चिलपिलमा त थग लाइफ कोरियाको कुराहरू छन् भने म एक्साइटेड क्या अब के भने कहाँनिर के भने होइन म त होइन होला जस्तो लागिरहेको थिएन अनि झ्यामझुम खाना खाएर गरेर टक्क युट्युबमा टक्क काटी सुनेको क्या कहाँनिर बोले न त्यो पुरै हेर्न त 1 घन्टै लाग्छ नि त काटी सुनेको काट्दा फेरि कटेछ क्या फेरि बोलेको काट्दा पछाडि सुटेछ पुरै सुन्छु बोल्दैन है गफ हानेछ क्या भन्ने भयो अनि भोलिपल्ट काममा सुनेको अनि थोरै कुरा भएर रहेछ क्या थग लाइफ कोरियाले यस्तो ओहो म डेन्जर खुसी क्या भन्छ है यहाँ भइरहेको अनि त्यस पछाडि चाहिँ अनि पछि साइग्रेस आएपछि साइग्रेसले नि कुरा गरिरहेछ है अनि पछाडि अब उत्सव दाइले ट्याक्क कुरा गरिरहेछन् बुढा जता गते त्यही कुरा गरिदिरहेछन् अनि एकदम पपुलर भइसक्यो उत्सव दाइको त क्रेज अब यता कमेडी दरबार सरबारतिरबाट यताउता होइन उत्सव दाइको त क्रेज यहाँ पुगिसकेको नि त अहिले त अनि अलि अस्ति सुशान्त केसीले नि फेरि भनिरहेछ है लगभग धेरैचोटि कुरा भयो क्या अनि अलि अस्ति सजनकोमा देख्यो लेटेस्ट भनेको सजनको हो क्या होइन अहिले उन बुढाले चाहिँ जहाँ जाँदाखेरि पनि लठग लाइफ कोरिया भनेर अलिकति दिइरहेकै हुन्छ त्यो पनि होइन त्यो दाइको एकदम त्यो दाइ पनि डाउन टु अर्थ भयो नि त नत्र त्यो मेन्सन गर्नु पनि जरुरतै थिएन नि त दाइले के भन्नु पर्यो त्यो भाइको नाम छोड्दे भनेर अब दाइको पारा थिएन छोड्दे भनेर गरेको भने त केही नै हुन्थेन नि त त्यो दाइ हम्बल भएर मात्रै हो क्या त्यही भएर उत्सव दाइ चाहिँ टक्क मेरो लागि चाहिँ एकदम स्पेसल मान्छे हो क्या होइन त्यो त मान्छे त्यो भयो भने अब तिमीलाई उत्सव दाइले त्यो कुरा निकाल्दा बित्तिकै कति त्यो उस आउँछ त गर्ने होइन अझै राम्रो गरौँ भन्ने खुसी लाग्छ खुसी त लाग्यो आफूले गरेको काममा कसैले चाहिँ राम्रो एप्रिसिएट गरिदिनु भने त एप्रिसिएट गर्नुहुन्छ होइन खुसी लाग्छ क्या अब हामी
यहाँ बसिराख्दाखेरि चाहिँ बाहिर ननिस्किने कोठीमा बस्ने होइन अँ मान्छेहरू पनि मैले धेरै देख्छु क्या साथीहरू त्यस्तो अनि त्यस्तो साथीहरूलाई चाहिँ त्यो अलिकति लङ टाइममा हेर्दाखेरि चाहिँ अँ त्यो कता कता त्यो एन्जाइटीहरू डिप्रेसनहरू चाहिँ त्यो एकदम सङ्लिएर बस्दो रहेछ क्या त्यो हुनसक्छ भन्छ। के छ तिम्रो त्यो त्यसमा चाहिँ अब त्यसमा चाहिँ अब मैले के भन्नु भन्छ, अब कोही त अब बाई नेचरै त्यस्तो नि हुन्छन् भन्छ होइन। अब कोही चाहिँ अब प्रेसरले होला कि अब आफ्नो तनावले होला, अब त्यस्तो साथीहरूले चाहिँ अब मनस्थिति मेन भनेको मान्छेको मनस्थिति आफू स्ट्रङ, त्यो सोच्ने क्यापासिटी एकदम विकमा जानै भएन क्या। अब हामी विदेशमा आइसी भनेको कठोरै हुनुपर्छ क्या भन्छ, कठोरै हुनु जे कुरामा नि क्या। अब परिवारै छोडेर आइसी अब यी अरू सानातिना समस्या भनेको टर्छन् क्या भन्छ। देशै छोडेर आफू जन्मेको माटो, अब तिमी यहाँबाट अहिले हेऱ्यो भने कता हो त नेपाल, खोइ कता हो केही थाहा आइडिया छ भर्खरै अहिले प्लेनमा जाँदा बित्तिकै नहुँदा बित्तिकै अन्त हेर त अनि हिँडेर जान 40 दिन बाटो थाहा तिमीलाई कहाँ ठाउँ जाने, समुद्रमा पौडिन सक्छौ त्यस्तै त हो नि। त्यही भएर अब त्यस्तो आफूलाई केही समस्या एन्जाइटी त्यस्तोहरू हल्का कतै छ भने नि त्यस्तो कुराहरू साथीहरूमा सेयर गर्नुपर्छ होइन। साथीहरूले नि अब त्यो कुरालाई मजाकको रूपमा लिनु भने सिरियसली लिनु परेन, त्यो कुरा भनेको भोलि जसलाई नि पर्न सक्छ क्या भन्छ। यस्तो हुँदो रहेछ क्या भन्छ त्यो अब आफ्नो साथीभाइ कस्तो छन् भन्ने कुराले पनि फरक पार्छ होइन। अनि अर्को कुरा तिम्रो आफूमा भएको समस्या ठ्याक्क कसैलाई सेयर गरिहाल्यो भने चाहिँ केही न केही चाहिँ आफूलाई पनि कम अनुभूति हुँदो रहेछ अनि तिनीहरूले पनि केही न केही हेल्प गर्दो रहेछ होइन। हल्का हुन्छ नि भन्छ, समस्या अरूलाई सुनायो भने हल्का हुन्छ। मान्छे अरूको अगाडि रुनी भनेको त्यही त हो नि, हल्का आफ्नो पिर हल्का होस् भनेर मान्छे डुवाएर रोइदिन्छ नि अरूको अँगालो पायो भने। मान्छेलाई जीवनसाथी चाहिने किन, त्यही भएर त हो नि। अनि अब त्यही कुरामा चाहिँ ठ्याक्क साथीको महत्त्व चाहिँ कति छ त साउथ कोरियामा? साथीको महत्त्व धेरै छ नि भन्छ। साथीको महत्त्व छ नि। अब तिम्रो अब अरू अब हाम्रो अझै नेपाली साथीहरू किन हुन जरुरी छ भने भन्छ, अब भोलि अब मलाई केही पर्यो भने मैले सबसे पहिला भन्ने तिमीलाई हो नि त, तिमीलाई हो। हाम्रो अरू 1-2 फ्रेन्ड सर्कल छ, अब भोलि तिम्रो साथीहरू भन नि त, मलाई परेको कुरा त ममै सीमित भयो नि त। मलाई कसले हेर्ने, मेरो प्रब्लमबाट मलाई आउट कसले गराइदिने त होइन। अब भोलि मलाई एन्जाइटी होला अरे, अब मैले कसलाई गर भन्ने, म आफू गएर बाहिर केही खुल्न सकिनँ भने म त अनि भोलि शिकार भएन। अब म चाहिँ अनि मेरो लास्ट अप्सन भनेको त्यही त हो। त्यही भएर साथीको महत्त्व धेरै छ नि भन्छ। राम्रो साथी फेरि गलत साथी फेरि गलत साथी चाहिँ चाहिन्न है। गलत साथी चाहिँ गलत साथीले फेरि डिप्रेसनमा पुर्याउँछ नि। गलत साथी नि हो साथीसँग चाहिँ चुनेर गर्नु। गुड फ्रेन्ड चाहिँ धेरै नभए पनि आफूसँग क्लोजमा चाहिँ 2-4 जना गुड फ्रेन्ड जसले चाहिँ अलिकति गाह्रो पर्दाखेरि पनि सहयोग गरिदियोस्, अप्ठ्यारोमा पनि सहयोग गरिदियोस्, खुसीमा पनि सँगै चिल होस्, सेलिब्रेसन गर्ने टाइपको। त्यही त, त्यो दिनदिनै कुरा हुनु पर्दैन क्या। त्यो साथी भनेको हरेक दिन कुरा गर्ने, हरेक क्षणमा के भइरहेछ कसो अपडेट लिनु पर्दैन क्या। त साथी भनेको एउटा भाइब म्याच हुने त नि भन्छ। मलाई पनि त्यही लाग्छ के भन्छ। मेरो पनि अब तिमी हाम्रो कहाँ कुरा हुन्छ र। अब यसरी भेट्दाखेरि फेरि कति खुसी भइन्छ र कति रमाइलो गरिन्छ नि त। त्यही नै हो क्या भन्छ। त्यति कुरा हुँदैन, कहिलेकाहीँ काम पर्दा ल यस्तो है भन्ने खालको हुन्छ। त्यही त हो नि, भेट हुँदाखेरि ल हिजो मात्र छुटेको जस्तो वाला फिल हुन्छ नि त होइन। त्यही त, त्यही भएर ट्याक्क एउटा अलिकति आफ्नो गाह्रो अवस्था सजिलो अवस्था सबैलाई बुझ्ने खालको थोरै 2-4 जना आफ्नो चाहिँ साथी चाहिँ एकदमै आवश्यकै छ होइन साउथ कोरियामा। आवश्यक छ। मेन भनेको फेरि आफू बिना नि हुन्छ क्या। आफू सबैसँग ठक्क घुलमिल हुन सक्ने अनि त्यस्तो नेचरको छ भने त्यस्तो मान्छेहरूलाई साथीको कमी हुन्न भन्छ। अब आफै अल्टर छ भने चाहिँ त्यसले पाउनु साथी गाह्रै छ होइन। आफै अल्टर जोसो नि नमिल्ने यताउता त्यस्तो भने चाहिँ गाह्रै छ। मेन भनेको आफू चाहिँ टक्क ठिक भएर सबैसँग कोअपरेट गर्न सकेर टक्क गऱ्यो भने चाहिँ गाह्रो छैन, त्यस्तो साह्रो गाह्रो छैन। काम त अब गाह्रै हुन्छ कि, अब काम गर्न गाह्रो मानेर काम गर्न आइसक्यो। अब अर्काको देशमा कामै गर्ने इन्टेन्सनै काम गर्ने हो नि त। हामीलाई त काम पाउनु ठुलो कुरा हो क्या भन्छ। हामीले त काम पाउनु महिनाको 2 लाख रुपियाँ पाउनु भनेको ह्युज हो क्या एकदम। मनी त्यसमा त एकदमै। त्यही भएर काम खोल्दै भन्छु क्या कोरियालाई। काममा चाहिँ त्यो काम दुःख भयो भन्ने अनि त्यो चाहिँ गर्नुहुन्न। काम दुःख भने बरु छोडेर अर्को कम्पनीमा जाने हो होइन। अनि कामलाई चाहिँ तिमी चाहिँ कतिको पैसा सैसा यताउता कतिको कमाउनु पर्छ भन्ने सोच्छौ?
होइन अब पैसा त अभियसली कमाउनु पर्यो होइन त्यो त अब आवश्यकै भयो तर मनमै त्यति धेरै अब महिनामै यति होस् उति होस् भन्ने त्यो हाईवाला उसलाई एक्सपेक्टै गर्दिनँ क्या तर अब आफू गइरहेको कम्पनीमा काम बढी हुन्छ धेरै उस हुन्छ भने चाहिँ अब त्यसलाई त्यो गर्नै पर्ने बाध्यतै हुन्छ होइन गर्दाखेरि त्यो आफ्नो ठाउँमा छ तर मेरो पर्सनल चोइस चाहिँ अब यति पैसा चाहिँ होस् उति पैसा होस् भनेर मैले हेर्दिनँ क्या आफ्नो शरीर चाहिँ राम्रो ठिक होस् होइन बरु 1 वर्ष बस्ने ठाउँमा अझै 6 महिना थपेर बसौँ होइन त्यो खालको सिचुएसन बनोस् अनि आफ्नो टाइम चाहिँ एकदम फ्रिडमवाला टाइम होस् कि त्यसपछि सही हो भन्छ त्यही अब मलाई चाहिँ मान्छेहरूको त्यो काम भन्छन् ओटी भन्छन् त्यो कुरा चाहिँ अलिकति चित्त बुझ्दैन क्या त्यो पैसाकै लागि भनेर हत्ते मान्छेहरू होइन अब आफ्नो हेल्थको केयर नगर्ने डे नाइट भनेर पुरै हानिदिने काम होइन अनि त्यही माथि बाँकी रहेको थोरै टाइममा रक्सी खाएर सुत्दिने अनि होइन त्यो भनेको भोलि लङ टर्ममा चाहिँ उसको लागि त्यो अहिले कमाएको पैसाले भोलि धान्दैन क्या उसको त्यो उपचारै गर्नु धान्दैन क्या त्यही भएर मेन कुरा चाहिँ आफू सेटिस्फाई हुनु पर्यो क्या सेटिस्फाई हुन सक्नु पर्यो अब मेरो चाहिँ ठ्याक्कै कुरा चाहिँ मेरो आफ्नो पोइन्ट अफ भ्यू चाहिँ के भने अब हामीले पैसा सँगसँगै आफ्नो रहर चाहना खुसीलाई चाहिँ सँगसँगै लिएर गइयो भने चाहिँ त्यो जतिको पछि अब हामी अब उमेर ढल्किँदै जाँदाखेरि पछि लङ टर्ममा हेर्दाखेरि त्यो जतिको सेटिस्फाइड चाहिँ केही हुन्न होला कि त्यही नै हो आज पैसा भनेर गयो जति नै पैसा कमाए पनि आफ्नो स्वास्थ्य अवस्था राम्रो भएन भने त त्यो मान्छे खुसी हुनै सक्दैन कि बरु स्वास्थ्य अवस्था राम्रो होस् पैसा कम होस् त्यो मान्छे खुसी होला होइन तर स्वास्थ्य अवस्था एकदम बिग्रिसक्यो पैसा चाहिँ टन्न छ जे गर्न पुग्ने पैसा पनि छ भन्यो भने चाहिँ त्यो मान्छे ह्याप्पी हुन्न अनि ह्याप्पी नहुँदा बित्तिकै त्यो सेटिस्फाइड नै भएन क्या मलाई पनि त्यही लाग्छ भन्छ म हेर न म आएको 8 वर्ष भयो म एउटै कम्पनीमा छु नि त मेरो कम्पनीमा हेर ओभर टाइमै हुन्न भने नि हुन्छ क्या बेसिक काममा म 8 वर्षसम्म गरिरहेको छु किन भन्दाखेरि मलाई त्यो पैसा धेरै कमाम भन्ने अब पैसा त अफकोर्स चाहिन्छ पैसा चाहिने भएर कोरिआएको होइन त्यो धेरै कमाम म धेरै थुपार्छु पैसा म 4 तले 5 तले घर बनाउँछु घडेरी 3-4 वटा किन्छु होइन काठमाडौँमा घर बनाउँछु भन्ने मेरो त्यस्तो सपनै छैन क्या भन्छ मलाई चाहिँ के हुनु पर्यो भन्दाखेरि टक्क जेस् आफ्नो इच्छा चाहनाहरू पुगोस् अब इच्छा भनेको त तिमीले 2 तले घर बनायो भने अब तिमी 2 तले घर बनाएपछि तिमीलाई 4 तले बनाउनु पर्यो 5 तले बनाउनु पर्छ त्यो आफ्नो डिजायर भनेको त बढ्दै जान्छ क्या त्यही भएर आफू सेटिस्फाई हुनुपर्छ क्या भन्छ म त्यही भएर मलाई यति पैसा भयो भने ठिकै छ म नेपालमा 20,000 कमाएर मलाई पुगिरहेको थियो मलाई अहिले 2 लाख भनेको धेरै हो नि त अब मैले त्यो पैसालाई कसरी म्यानेज गर्छु भन्ने कुरा क्या 2 लाखमा मैले म्यानेज गरेर 1.5 लाख रुपियाँ जोगाएँ भने नि ठिक छ मेरो फ्युचरमा म भोलि नेपालमा गएर केही गर्न सक्छु भन्ने मेरो त्यतिको कन्फिडेन्स छ भनेपछि म ठिक छ क्या मलाई त्यति भयो नि इनफ क्या अब मान्छे अब 4 लाख कमाएर मान्छे 2 लाख 2.5 लाख यहीँ कोरियामै सकाउने सबै सकाउने नि मान्छे मैले देखेको छु नि त त्यो खालको हिसाबले नि त भन नि त त्यही भएर सेटिस्फाई हो अब पैसा कमाउने सबै बेसिकमै बस्ने भन्न खोजेको चाहिँ होइन अब मेरो मात्रै कन्डिसनमा चाहिँ मलाई चाहिँ फेरि अब आजको दिनमा हेर्दाखेरि पनि अब तिमीले नै काम भनेर मात्र हिँडेको भयो भने पैसाको लागि हिँडेको भए पनि अब आज आफूसँग त्यो एउटा अलिकति एडिट गर्न सक्ने क्यापेसिटी बन्ने थिएन ठगलाई कोरियाको अब यहाँसम्मको त्यो जर्नी नै हुने थिएन होइन त्यो पनि यस्तो सुन न फेरि अब आज तिमी साउथ कोरिया भोलिको दिनमा छोडेर छ्याट्टै गयौ भने पनि मलाई चाहिँ यो क्षेत्रकोमा चाहिँ मलाई नलेज छ म यही गर्छु नि त आफ्नो अलिकति खर्च चलाउनलाई म यही गर्छु भन्न पनि त त्यो एउटा बाटो छ नि त अब हिजोको दिनमा चाहिँ त्यही त शरीरलाई पनि रेस्ट पायो अन्त आफूलाई मन लागेको कुरा गरेर पैसा आयो गर्नु पायो र आजको दिनमा हेर्दाखेरि बाइचान्स कोरियामै भोलिको दिनमा छोडेर जाँदाखेरि पनि आफ्नो अलिकति खर्च चल्न त्यो अब भोलिको लागि भन्ने कुरा अब अझै ग्रो होला अझै राम्रो होला भन्ने कुरा त्यो आई डोन्ट नो होइन तर जे होस् ठिक छ क्या भाइ भन्छ म चाहिँ सेटिस्फाइडै छु त्यो हुनुपर्छ अब कोरियामा बसेर काम त अब हामी गर्नै पर्यो होइन सबैजना अब काम गर्ने आएको काममा त अब नो कम्प्रोमाइज अब आफ्नो शरीरले कति सक्छ काम त गर्नु काम फेरि काम भनेर बिदाको दिन गर्ने होइन होइन आफ्नो शरीरले कति सक्छ त्यो काम गर्नु पर्यो होइन जस्तो सक्छ त्यस्तो काम गर्नु पर्यो त्यो सँगसँगै अब सकेसम्म आफ्नो रहर चाहना र आफूलाई चाहिँ
खोसिदिने रहर चाहना खोज्नुपर्छ क्या रहर चाहना नि भान्जा पुरा गर्नुपर्छ क्या पुरा किन भन्दा तिम्रो यो उमेर भनेको पछि कटेपछि कट्यो क्या कट्यो क्या तिमीले अब 18-22 वर्षको त्यो उमेर अब तिमीले अब त्यो बेलाको फ्रेन्ड सर्कल साथीभाइहरू त्यो बेला गर्ने मजा पैसा सैसा नभए नि जो रमाइलो अर्कै लेभलको हुन्थ्यो नि त अब तिमी गएर तिम्रो त्यही बेलाको साथीहरूलाई भेट्यो भने पनि तिमीले त्यो लेभलको रमाइलो हुन्न कि अब अहिले त त्यो तिमी अब आफ्नो फ्यामिली भयो अब उनीहरूको आफ्नो फ्यामिली भइसक्यो होइन अब तिमी गएर भेट्यो भने नि कति बेला हो घर आउने कति बेला हो यहाँ छोरो यहाँ भन्ने भइहाल्छ क्या त्यही भएर टाइम अनुसार अब तपाईँको इच्छा अब यो बेला हो नि त मेन भनेको आफ्नो इच्छा जान लाउन मन लाग्ने घुम्न मन लाग्ने होइन नयाँ नयाँ चिज गरौँ भन्ने यताउता गर्ने बेला हो नि त यो भोलि बुढेसकालमा त केहीको चाह नै हुन्न नि भोलि बुढेसकालमा त बस्ने गफ हान्ने त हो नि चिया खाँदै मलाई पनि त्यही लाग्छ कि त्यही भएर इच्छा चाहना नि अब ठ्याक्क आफूले सक्नेवाला इच्छा चाहना आफ्नो टक्क लेभलको टक्क म्याच गराएर त्यो पनि सँगसँगै लानु भने दामी हो त्यो ह्याप्पी पछि पाउनेवाला एउटा ह्याप्पिनेस हुन्छ नि त्यो फिल चाहिँ त्यति बेला किन भन्दा इच्छा चाहना अहिले पुरा गर्न सकिन्छ किन भन्दा अब पैसा भनेको पैसा नि छ नि त पैसा कमाइएको छ पैसा कमाएपछि अब इच्छा चाहना पुरा गर्ने बेला नि यही हो क्या र अब अन्तिममा छौँ हामी होइन अन्तिममा चाहिँ अब आगामी दिनमा चाहिँ अब ठग लाइफ कोरियाको पोस्टहरू भनौँ न ठग लाइफ कोरियामा चाहिँ आजको दिनमा हेर्दा चाहिँ प्राय अब चिलबिलको भनौँ अथवा अरूले नै बनाइसकेको कन्टेन्ट नै हाल्ने खालको त्यो त्यसरी नै त्यसलाई चाहिँ आफ्नो क्रिएटिभिटीबाट हाल्ने खालको छ भोलिको दिनमा चाहिँ आफ्नै एउटा अर्ग्यानिक कन्टेन्टहरूबाट चाहिँ सबैलाई चाहिँ मनोरञ्जन दिन्छु भन्नेवाला चाहिँ के छ त्यही त गरिब पोडकास्ट छ त गरिब पोडकास्टको मैले कन्सेप्टै त्यही हो क्या भन्छ मैले अब अहिले चाहिँ अब एकैचोटि बुम हुने कुरा हुँदैन त्यो त केही कुरा पनि मैले अब बिस्तारै सिक्दैछु नि त भन्छ म भान्जा तिमी त बरु यतिको बोल्ने हो क्या म त क्यामेरा थिएपछि लाजले भुतुक्कै हुन्थ्यो क्या केही गर्न सक्छु म क्यामेरा यसरी कहाँ फेस गर्नै सक्दिनँ यसरी क्यामेराको अगाडि बोल्न सक्छु मलाई गरिब पोडकास्टले क्या यतिको बोल्न सिकाएको भन्छ म फिट थिएँ क्या अब भोलि म गर्दै जान्छु होइन अब भोलि मेरो इन्ट्रेस्ट अब म जहिले कहाँ मिम मात्रै बनाएर बस्दिनँ होला पछि इन फ्युचर होइन भन्छ म केही अर्कै फिल्डमा सिफ्ट हुन्छु होला अथवा अब भोलि अर्कै ट्रेन अब एआई आउला म भोलि एआईतिरबाट केही सब भोलि अरूको कन्टेन्ट होइन म चिलबिलको होइन भोलि म एआईबाट सब एआई जेनेरेटेड भिडियो बनाएर हाल्न सक्छु उनीहरू नो क्या टाइम अनुसार चल्ने क्या भन्छ टाइम अनुसार चल्ने मान्छे चाहिँ जान्छ जस्तो लाग्छ नत्र भने पछाडि छुट्टिन्छ क्या आजको दिनमा चाहिँ जस त्यस्तोवाला प्लान भोलिको त्यस्तो छैन त्यस्तो प्लान गराउनु नि हुन्न क्या भन्छ किन भन न अब यो सोसल मिडिया सिडिया भनेको अब यो सबै गन्जागोल हाम्रो नेताहरू यताउता थाहा नि तिमीलाई यो सोसल मिडिया भनेको त भन्छ गभर्मेन्टको एउटा सिग्नेचरले कोल्याप्स हो क्या त्यो भएर सबै कुरा यसैमा रिलाइ गर्छु म भोलि म यो गर्छु त्यो गर्छु भनेर अहिले केही प्लान गरेर कामै छैन क्या भन्छ अब भोलि गभर्मेन्टको के सर्ट किन्छ होइन भोलि के ब्यान गरिदिन्छ त्यो भरै हुन्न क्या भन्छ नेपालमा त्यस्तोवाला रुल्सहरू आउँदैछ अन्त सोसल मिडिया ब्यान अब त्यो भनेको त सप्रेस हो नि त डेमोक्रेसीमा त बोल्न पाउनुहोस् भन्ने कुरा हो नि त अब थाहै छैन क्या भोलि भनेको जे पनि हुनसक्छ त्यही भएर मेरो त्यस्तो लङ टर्म योजना भन्ने केही छैन भन्छ अब गर्दै जाने जे हुन्छ जहाँ पुगिन्छ भोलि जे होला नहोला त्यो थाहा हुन्छ ठग लाइफ कोरियामा आउँछ सबै अपडेट